Hello, namaste everyone, and welcome back to Unique Path, Unique Story. आजको मेरो गेस्ट हुनुहुन्छ शान्ता गुनी. उहाँको स्टोरी एकदम इन्ट्रेस्टिङ छ अनि I'm looking forward to our conversation. Santa Jiko journey is actually filled with resilience, sacrifice, and perseverance. So, with that, let me welcome her to our podcast. Thank you so much. Thank you. Honored to be here. Yeah, and I'm so happy you are here today. I think हाम्रो यति धेरैवटा layers of conversation हुनेवाला छ. जब मैले I got to talk to you and you told me a little bit about yourself, I could just see how interesting conversation it was going to be. So with that, let's get started. Before we get into the core of our हाम्रो आजको conversation, why don't you actually tell our listeners a little bit about yourself? Who is Shanta? What season of life are you in right now? नमस्ते सबैजनामा म शान्ता गुनी अब मैले मेरो बारेमा भन्नुभन्दा अहिले चाहिँ म कुन स्टेजमा छु भन्दा आइ एम अ वाइफ हैन अनि वाइफ टु माई हाई स्कुल स्विट हार्ट मेरो बुढा गुना भारती अनि त्यसपछि तीनटा बच्चाहरू छन् 11 वर्ष 7 वर्ष 3 वर्ष सो अनि बाई प्रोफेसन म चाहिँ एउटा इलेक्ट्रिकल इन्जिनियर हो अनि एउटा कम्पनीमा एज अ सिनियर इलेक्ट्रिकल इन्जिनियरको रूपमा काम गर्दैछु अनि अहिले त त्यही हो मदरहुड अनि यो फ्यामिली लाइफ त्यसमै हुन्छ नि डुबेर त्यसलाई अगाडि बढाउँदै हिँडिरहेको छु अनि प्लस फुल टाइम जब पनि ब्यालेन्स गर्दै होइन अनि आफ्नो फ्री टाइममा चाहिँ अलिअलि कन्टेन्ट क्रिएसन पनि गर्दै लागिरहेको छु सो ओभरअल भन्नुपर्दा मेरो लाइफ चाहिँ अहिले त्यसरी हिँडिरहेको छ बितिरहेको छ भन्नु पर्यो. Well, a really good start, Kinamani. You have already touched on some of the things we'll be talking about today. Let's go back to where it all started. तिमी नेपालमा जन्म्यौ, त्यही ग्रो अप गर्यौ, most of your studies पनि तिमीले त्यहाँ सिद्धायौ हैन? So, what was your childhood like? चाइल्डहुड एकदमै सिम्पल अब मिडल क्लास फ्यामिली होइन अनि मम्मी ड्याडीहरूको स्ट्रगल देखेको अनि ड्याडीले वान पोइन्ट अफ टाइममा एकदमै राम्रो गरिसकेको बिजनेस होइन त्यसपछि वी वर लाइक लिटल बिट अफ्लुएन्ट साइडमा पनि थियो अनि पछि बिस्तारै फेरि बिजनेस त्यो हुन्छ नि डुबेको पनि देखियो अनि त्यो स्ट्रगलहरू पनि देखियो सो आई हेभ सिन हाई एन्ड लो एन्ड अफ माई प्यारेन्ट्स जर्नी वाइल दे वर रेजिङ अस होइन अनि त्यसपछि सो मैले उहाँहरूको सेक्रिफाइस देखेको छु उहाँहरूको दिनदिनैको स्ट्रगल होइन जब पैसा इनफ थिएन त्यतिखेर अब पढाउनु पर्यो खुवाउनु पर्यो अब हाम्रो घर पनि त्यो पुरै 2-3वटा घर थियो त्यो सबै छोडेर हामी कसरी त्यो भाडामा पनि बसेको थियौँ धेरै वर्ष भाडामा बस्यौँ होइन सो त्यो दौरानमा चाहिँ जो स्ट्रगल भनेको के हो अनि पैसाको महत्त्व भनेको के हो बुझ्न पाएँ होइन अब त्यो स्ट्रगल त छँदै थियो आफ्नो साइडमा अनि अब आफ्नो पढाइ पनि त कन्टिन्यू गर्नु पर्यो होइन तर मैले चाहिँ सधैँ नै बेस्ट थिएँ आफ्नो पढाइमा होइन आई वाज द टपर इन माई क्लास अनि एसएलसीमा पनि मैले टप गरेको +2 पनि मैले राम्रोसँग गरेँ होइन अनि जब मैले ब्याचलर्स जोइन गरेँ त्यो पनि मैले पुल्चोक इन्जिनियरिङ कलेजबाट गरेको त्यो चाहिँ टप युनिभर्सिटी हो इन्जिनियरिङ कलेजको लागि होइन अनि बिस्तारै अनि ड्याडीको एउटा बिजनेस सुरु भयो त्यो चाहिँ माछा फार्मिङको बारेमा होइन अनि त्यसै बिस्तारै राम्रो हुँदै हुँदै गयो होइन अनि पछि अब इन्जिनियरिङ सकेपछि आर्मीमा पनि जोइन गरेँ मैले होइन सो त्यो चाइल्डहुड यसो हेर्दाखेरि अहिले पछाडि फर्केर हेर्दाखेरि या त्यो स्ट्रगल थियो लाइफमा होइन ओहो त्यसबाट निस्किएर आइयो पनि यहाँसम्म भने जस्तो लाग्छ तर त्यसले मलाई कति धेरै कुरा सिकाएको छ होइन अनि मलाई किन डाउन टु अर्थ हुनुपर्छ मान्छे किन सधैँ आफ्नो ग्राउन्डेड भएर बस्नुपर्छ भन्ने कुरा चाहिँ मलाई त्यो समयले सिकाएको छ क्या होइन अनि प्लस मलाई धेरै नजिकको मान्छेले भन्नु चाहिँ कति स्ट्रगल थियो है तर तैँले कस्तो डटेर हिम्मतका साथ अगाडि बढिस् भने मलाई भनिरहन्छन् क्या अस्ति भर पनि कसले भनेको थियो कि मेरो कान्छो भाइले अस्ति भर्खर पनि दिदी है तपाईँले त कति गर्नुभयो आफ्नो नछोडिकन स्ट्रगल गरेर कहाँबाट कहाँ आइपुग्नु भयो नि हिजो भर्खर पनि मेरो कान्छो भाइ ऊ पनि अहिले युएसमै छ होइन अनि हाम्रो स्ट्रगलको बारेमा कुरा हुँदाखेरि उसले त्यो भनेको थियो क्या सो म पछाडि फर्केर आइएम सो प्राउड अफ माइसेल्फ क्या किनकि
मैले चाहिँ छोडिनँ, स्ट्रगल छ भन्दैमा मैले चाहिँ हार खाएर अथवा भनौँ न आफ्नो पढाइमा मैले ध्यान नदिएर म अगाडि कन्टिन्युसली नबढेको भए आई वुडन्ट बी हियर होइन। Mm-hmm. Yeah. सो पछाडि फर्केर हेर्दाखेरि चाहिँ चाइल्डहुड अलिकति देख्यो, धेरै कुरा देख्यो, तर त्यसले धेरै कुरा सिकायो पनि। अनि त्यो अब चाइल्डहुड बेलाको कुरा गर्दा एउटा बच्चाले स्ट्रगल आफ्नो पेरेन्ट्सको देख्दाखेरि होइन, यतिकै पनि कति कुरा बिस्तारै बुझ्दै जान्छ नि, राइट? हो अनि अन टप अफ द्याट यु सेड कि यु आर द ओल्डेस्ट अफ 4 सिब्लिङ्स। हो हजुर। सो त्यो जेठो भएर नै यु थिङ्क कि हुन्छ नि यो कति कुराहरू जुन चाहिँ नि अहिले आएर म डाउन टु अर्थ छु भन्न सक्नु, त्यतिखेर नै यु फिल कि एज अ ओल्डर सिस्टर त्यो एउटा रेस्पोन्सिबिलिटीको हिसाबले पनि आफै आयो कि वाज द्याट पार्ट अफ योर पेरेन्ट्सको एउटा के मेबी दे टट यु समथिङ देयर भ्याल्युज दे इन्स्टिल्ड, जसले गर्दाखेरि त्यहाँ नेभिगेट गर्न चाहिँ हेल्प भयो जस्तो लाग्छ? जेठो हुने बित्तिकै रेस्पोन्सिबिलिटी आउँछ नि भनेर त म भन्दिनँ होइन, तर मैले धेरैजनाको देखेको छु होइन, युजली जेठोले बाबुआमा पछिको रोल चाहिँ प्ले गरेकै हुन्छ क्या। त्यो चाहिँ मेरो केसमा पनि एकदमै लागु भयो। अब उहाँहरूले पनि यो गर्नुपर्छ त्यो गर्नुपर्छ भनेर कहिले पनि भन्नु भएन होइन। अब त्यो बेला अब सायद म छोरा भएको भए चाहिँ तैँले यस्तो गर्नुपर्छ है, तैँले यस्तो जिम्मेवारी छ तेरो हातमा, यताउता भन्नुहुन्थ्यो होला। अब मलाई त्यस्तो पनि भन्नु भएन, तर मैले चाहिँ होइन इरेस्पेक्टिभ अफ माई जेन्डर, केटा केटी मलाई त्यो केही पनि मतलब हुँदैन थियो। तर मेरो चाहिँ पहिल्यैदेखि के थियो भन्दाखेरि या आई हेभ टु डु गुड होइन। अनि त्यसपछि मैले मेरो बाउआमालाई सुख साथ राख्नुपर्छ। अनि त्यसपछि मेरो बहिनीहरूको भाइहरूको पनि एउटा जिम्मेवारी छ, मैले त्यो पुरा गर्नुपर्छ है भने जस्तो मलाई फिल हुन्थ्यो क्या। अनि स्टिल जब भाइ बहिनीहरूको केही कुरा सानो सानो कुराहरू पनि आउँछ नि, दे कम टु मी, दे टक टु मी होइन। त्यसपछि फेरि हामी चाहिँ चारैजना सिब्लिङ्स एकदम कनेक्टेड छौँ। अनि कसैलाई के पऱ्यो भने सबैजना फोनमा कुरा गर्छ, ल यस्तो गर्न पाए हुन्थ्यो नि, त्यस्तो गर्न पाए हुन्थ्यो नि भनेर डिस्कस गर्छौँ। तर मैले चाहिँ होइन मम्मी ड्याडी पछिको मम्मी ड्याडीको रोल चाहिँ बच्चैदेखि नै प्ले गरेको हो क्या। अनि मेरो दुईटा भाइ बहिनीहरू, बहिनी र कान्छो भाइ चाहिँ मभन्दा 8 वर्ष 10 वर्ष 12 वर्ष हो क्या अरे कान्छो छन् क्या दुईजना होइन। मैले त बहिनीलाई हात समातेर म सँगसँगै स्कुल लैजान्थेँ। अनि त्यो भाइको त मैले डाइपरहरू पनि चेन्ज गरेको छु होइन। हुन्छ नि अब मम्मी अलिकति हेल्थ वाइज अलिकति कमजोर पनि भइसक्यो, सो कति कुराहरू चाहिँ मैले भाइ बहिनीहरूलाई आफैले क्या यो मेरै रेस्पोन्सिबिलिटी हो भने जसरी नै गर्थेँ होइन। त्यसै भाइको दाँत माझ्दिनेदेखि लिएर हुन्छ नि उसलाई। अनि म एसएलसी निस्केर आएपछि मेरो भाइले जोइन गरेको क्या नर्सरी, सो उसलाई चाहिँ हात समात्दै समात्दै स्कुलसम्म लैजाने, मेरो बहिनीलाई सँगै स्कुल लैजाने ल्याउने त्यो सबै गरेको हो क्या। सो आई डोन्ट नो मैले अब त्यही देखेँ सिकेँ कि अब आई डोन्ट नो होइन। तर ममा चाहिँ पहिल्यैदेखि एउटा यस आई हेभ टु बी रेस्पोन्सिबल फर देम भन्ने कुरा चाहिँ थियो 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 आयो। अब कति त आफ्नो पनि पर्सनालिटी नै हुन्छ होइन, पर्सनालिटी पनि अनि कति हजुर हो। सिचुएसनले पनि सिकाउँछ नि त, एक्ज्याक्टली सर्कमस्टान्सेसले, राइट? अनि हजुर। आई थिङ्क यो चाहिँ नि मलाई कस्तो पढ्दाखेरि पनि इट मेड मी स्माइल के, that you were the first girl in your SLC class. अनि you still feel very proud of like यस that moment when you remember it. Tell us a little bit about it. कसरी कस्तो थियो त त्यतिखेर त्यो किनभने म स्कुलको बेलाको सोच्दाखेरि त अब म त कोएडमा पढ्दाखेरि केटाकेटी धेरै थिए, तर to to hear कि you were the first girl भन्दाखेरि चाहिँ नि I want to you to take us back there अनि त्यो was that more like a pressure कि you were just excited about it कि let's talk about that. ओके। अब म पनि कोएडमै पढेको, अब केटाकेटी सबैजना नै थियौँ होइन। म 5 6 7तिर चाहिँ जस्ट 4th 5th त्यस्तो भइरहने, 5th 6th भइरहने होइन। अनि त्यसपछि मेरो कमजोर भने त कुनै पनि सब्जेक्टमा त्यस्तो कमजोरी थिएन, तर म्याथमा चाहिँ मैले अलिकति राम्रो गर्न सक्यो भने सायद मेबी आई क्यान डु मोर बेटर भने जस्तो फिल भइरहन्थ्यो होइन। जब अनि 8 क्लासमा आइयो त्यसपछि अलिकति ठुलो पनि भएर होला, अनि कस्तो कस्तो बुझ्न थालेँ क्या मैले म्याथ होइन। अनि त्यो बुझ्दै गइसकेपछि म्याथमा 80 90 डङ डङ आउन थाल्यो होइन। अनि म 8 क्लासमा एकचोटि थर्ड भएँ, त्यसपछि 9 10मा चाहिँ म दुई हरेक उसमा पनि प्लस एसएलसीमा पनि टपरै भएँ क्या। मलाई यति रमाइलो लाग्ने म्याथ कि होइन। अनि त्यसपछि
टिचरहरूले पनि अब कुनै एउटा दिनुहुन्थ्यो क्वेसन होइन, आउट थ्योरम भन्ने हुन्थ्यो, अब हजुरको पालमा नि हुन्थ्यो होला सायद, पक्कै पनि थिएन, आउट थ्योरम भन्ने हुन्थ्यो। अनि त्यसपछि दिनुहुन्थ्यो क्वेसनहरू, अनि सबभन्दा प्रश्न गर्ने चाहिँ मै हुन्थेँ कि होइन। अनि मलाई हुन्छ नि त्यो इन्करेजमेन्ट आउँदै गयो होइन। त्यसपछि आफूलाई केही नआयो भने पनि मेरो कजनहरू, हामी चाहिँ सँगै नै बस्थ्यौँ क्या होइन। अनि त्यसपछि कजनकोमा जान्थेँ, सोध्थेँ, सिक्थेँ, कस्तो एउटा प्यासनेट थिएँ क्या म, या आई हेभ उम्, टु डु गुड, मैले राम्रो गर्नुपर्छ भन्ने थिएँ होइन। त्यति फेरि त्यो नै फेज थियो कि जुन बेलामा चाहिँ हामीले एकदमै स्ट्रगल गरिरहेको थियौँ क्या फिनेन्सियली होइन। तर मलाई त्यो पढ्नमा म यति इमर्स थिएँ कि होइन, हेभ टु डु गुड भन्थेँ। अनि यो एउटा सानो सानो केही डिटेलहरू पनि मलाई हुन्छ नि बुझेन भने एकदमै डिपमा गएर मैले सिकेर हुन्छ नि त्यस्तो गर्दै। अनि बिस्तारै अनि म्याथ आएपछि त साइन्स आइहाल्ने। अनि उम्, त्यसपछि अब एउटा मोटिभेसन भएपछि अब म एकदमै फेरि मेहनत पनि गर्ने हो क्या मान्छे चाहिँ होइन। मेहनत गर्थेँ, अनि प्लस अब अलिअलि राम्रोसँग बुझिसकेपछि त अनि तपाईँको जस मैले 9 क्लासपछि चाहिँ 9 10मा चाहिँ अनि फर्स्ट भएँ। अनि म स्टिल मेरो छोरीहरूलाई भन्छु कि सी आई वाज द फर्स्ट गर्ल इन माई oh, क्लास एन्ड आई एम सो प्राउड अफ माइसेल्फ भनेर भन्छु होइन। yes. मेरो पनि अनि यस खुसी हुन्छ। तर यहाँ त अब यहाँ त फर्स्ट सेकेन्ड भन्ने उम्, कुनै कन्सेप्ट छैन नि त होइन। छैन। तर मैले चाहिँ अनि आफूलाई हाम्रो चाहिँ यस्तो हुन्थ्यो, अनि सो आई वाज द टपर, मैले सबभन्दा धेरै मार्क्स ल्याउँथेँ भनेर। अनि उनीहरूले कहिले काहीँ पढ्न अल्छी गऱ्यो भने सी आई वाज द फर्स्ट गर्ल, किन थाहा छ, बिकज आई युज टु धेरै मेहनत गर्नुपर्छ, बुझेर मात्रै हुँदैन भनेर म सिकाएर हुन्छु क्या। Hard work, yeah, हार्ड होइन? वर्क, Yeah. यस हार्ड वर्क। अनि आई थिङ्क अहिलेको हाम्रो बच्चाहरूको लागि चाहिँ द्याट वर्ड इज भेरी इम्पोर्टेन्ट के। कतिचोटि चाहिँ नि थिङ्स जस्ट कम इजी भन्ने एउटा आइडिया हुन्छ नि, त्यो हजुर देखिन्छ पनि होइन। अनि अब यहाँ आइसकेपछि रिसोर्सेसहरू टन्न छ। अनि एज अ पेरेन्ट पनि त हामीले जति सिकाए पनि नेपालमा जस्तो स्टिल कति कुरा त्यति गाह्रो हुँदैन क्या होइन। हुँदैन हो अनि हो त्यसैले त्यो पढाइकोमा पनि देख्यो भने अब सबैजना नेपालबाट पढेकोले फिल गर्ने कुरा हो, ओहो हाम्रो त कस्तो पढाउँथ्यो, हाम्रो त कस्तो गाह्रो थियो, यहाँ त धेरै हो गर्दैन भन्छौँ नि हामीले होइन। त्यसैले त्यो एफर्ट दिनुपर्छ, हार्ड वर्क गर्नुपर्छ भन्ने कुरा चाहिँ नि आई थिङ्क एज अ पेरेन्ट्स के हामीले आफ्नै हो इक्जाम्पलबाट पनि सेयर गर्न सक्छौँ। अनि आई वाज एक्ज्याक्टली। थिङ्किङ वेन यु सेड यो फर्स्ट गर्ल भन्दाखेरि चाहिँ यु वर द ओन्ली गर्ल इन द क्लास भनेर बुझाएर छु क्या मैले। ए होइन होइन होइन। Oh, so okay, that makes sense. You went to study electronics and communication engineering at Pulchok, in Nepal's यस top engineering campus. हजुर So, त्यहाँबाट instead of going to that हुन्छ नि आफ्नो इन्डस्ट्रीमा काम गर्नुको सट्टा you joined Nepali army and हजुर you हजुर। became a captain. Wow. What made you choose that, first of all? अब engineering degree बाट होइन, that's usually not the path I would assume कि मान्छेहरूले जान्दैनन् होला, तर what made you make that decision? हजुर अब अरूलाई त्यस्तै लाग्छ होला है, तर नेपाल आर्मीमा पनि इन्जिनियरिङ डिभिजन हुन्छ क्या। ए, मेकानिकल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक, सिभिल, देयर इज अ टेक्निकल, देयर आर लट्स अफ टेक्निकल पिपुल देयर क्या। uh-huh, okay. हामी ब्याक एन्डमा बसेर काम गर्छौँ होइन, इन्जिनियरहरू, टेक्निकल साइडका मान्छेहरू, जस्तै डक्टरहरू पनि छन् नि त नेपाल आर्मीमा, Hmm, छाउनी छ, हस्पिटल छ नि। right. त्यस्तै गरी अब अहिले त इन्जिनियरिङ कलेजहरू पनि खुलेको छ नेपाल आर्मीको होइन। तर म गएको चाहिँ इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियरिङ पोस्टमै गएको हो। सो Hmm, आई युज टु डु इलेक्ट्रिकल वर्क होइन, आफ्नो टेक्निकल वर्क नै गर्थेँ। सो यसको पनि इन्ट्रेस्टिङ छ। अब त्यो बेलामा त 10 वर्षे जनयुद्ध भएपछि बिचमा रोकेको थियो नेपाल आर्मीले, कुनै पनि पोस्टहरू खोलेको थिएन, भ्याकेन्सीहरू खोलेको थिएन होइन। अनि जब मैले 2066मा चाहिँ इन्जिनियरिङ कम्प्लिट गरिसकेपछि म काठमाडौँ इन्जिनियरिङ कलेजमा चाहिँ एज अ लेक्चरर जोइन भएको थिएँ होइन। अनि त्यहाँ चाहिँ त्यसपछि पढाउँदै एज अ वर्क गर्दै पनि, अनि यस्तो अब कोही एनटिसीमा अप्लाई गर्थे, कोही एनइए होइन। अब त्यही त हो नि, अब कहाँ कहाँ इन्जिनियरिङ जब खुल्छ त्यतै अप्लाई गर्दै थिएँ। अनि ठ्याक्कै आर्मीमा नि खुल्यो होइन। अनि म त अनि यसो सोचेँ, अनि लोकसेवा भन्ने अनि के रहेछ लोकसेवा, ओके लेट्स लेट्स सी, म एक्जाम कस्तो आउँदो रहेछ, एक्जाम पेपर लोकसेवामा म हेर्न जान्छु भनेर मैले अप्लाई गरेँ। अनि आई वेन्ट देयर, आई जस्ट रोट माई पेपर, केम, एन्ड देन मेरो नाम निस्क्यो क्या। म जान्छु नै, वाउ आर्मी इज माई प्यासन भनेर त्यसरी गएको होइन म। त्यो मलाई कस्तो हुँदो रहेछ त क्वेसन, म जान्छु हेर्छु भनेर गएको हो।
अनि त्यसपछि फेरि अनि जे होस् थोरैजनाको नाम निस्केको थियो त्यसमा मेरो पनि नाम निस्क्यो हाम्रो साथी Wow. सर्कलमा क्या होइन अनि नाम निस्केपछि अब के भयो त अब ड्याडीले हामीमा नाम निकाल्यो त मेरो छोरीले भनेर भन्न थाल्छ अब ड्याडीले अब त्यसपछि उ गर्न थाल्छ होइन अनि अब प्रमोट गर्न थाल्छ जानुपर्छ छोरी यु हेभ टु डु गुड भन्न थाल्छ अनि त्यसपछि अब फिजिकल एक्जामहरू भयो अब त्यसमा चाहिँ रनिङहरू गर्नु पर्थ्यो अब फिजिकली त्यो बेलामा त्यस्तो कम्पिटेन्ट त थिइनँ तर जति एज अ फिमेल इन्जिनियरको लागि चाहिन्छ टेक्निकल साइडमा त्यो चाहिँ पुरा गर्न सकेँ भनौँ न होइन अनि त्यसपछि पछि अब इन्टरभ्यूहरू पनि दियो 3-4 राउन्ड इन्टरभ्यू भयो अनि त्यो त्यो इन्टरभ्यूमा लास्टमा मलाई एउटा जज साहबले मलाई एउटा गीत गाऊ भन्नुभएको थियो कि मलाई अझै याद आउँछ अनि मेरो बुढाले मलाई जिस्काइरहन्छु मैले कुन गीत गाएँ भनेर क्या होइन अनि ल अनि त्यसपछि टेक्निकल राउन्ड इन्टरभ्यू भइसक्यो सबैले एन्सर भयो अनि त्यसपछि एउटा टु स्टार जर्साब हुनुहुन्थ्यो त्यहाँ होइन टु स्टार होइन दुईवटा तारा हुन्छ कि होइन Mm. अनि अच्छा ल त नानी एउटा गीत गाउनु भनेर भन्नुभयो म चाहिँ टुवा परेँ अनि मैले पनि अनि कुसुमे रुमाल कुसुमे रुमाल भनेर गाइदिएँ अनि त्यसपछि मलाई कस्तो हाँस उठ्छ क्या अनि ओ माइ गड त्यो डराइकन ट्रेमलिङ भइस होइन अनि गाएँ अनि आएँ अनि त्यसपछि पर्सिपल्ट त्यसको रिजल्ट आउँदा त अनि त्यसपछि मेरो नाम निस्कियो रहेछ होइन अब आई क्यान जोइन एज अ फुल ल्युटिनेन्ट त्यो बेलामा चाहिँ थर्ड क्लास अफिसर हुन्छ अनि त्यसपछि चाहिँ अफिसर नै हुन्छ तर फुल ल्युटिनेन्ट जुन इन्फेन्ट्रीबाट 18-19 वर्षका बच्चाहरू जान्छन् उनीहरू चाहिँ सेकेन्ड लेफ्टेनेन्ट भएर जान्छन् अनि उनीहरूले ट्रेनिङ गरेपछि उनीहरू फुल ल्युटिनेन्ट हुन्छन् अनि हामी चाहिँ नि फर्स्टमै फुल ल्युटिनेन्ट हुन्छौँ अनि त्यसपछि 3 महिना आर्मीको ट्रेनिङ गर्छौँ अनि 2 वर्षपछि चाहिँ क्याप्टेन हुन्छ हाम्रो चाहिँ अलिकति Mm. डिफ्रेन्ट हुन्छ पाथ होइन अनि जस त्यसरी चाहिँ म आर्मीमा पुगेको थिएँ आई वान्टेड टु सी द लोक सेवा एक्जाम्स क्वेसन पेपर सो डेस्टिनी टुक मी देयर क्या त्यही त अनि त्यो 4 वर्ष कस्तो भयो त त्यहाँ नेपाल आर्मीमा आफ्नो एक्सपिरियन्स what do you think you learned overall? मलाई एकदमै राम्रो लाग्यो होइन एज अ इन्स्टिच्युट एकदमै त्यो एक भएर बस्ने खालको इन्स्टिच्युट होइन अनि त्यसपछि अब काहीँ आपद विपद पर्दा जाने होइन अनि त्यसपछि हामी फर्स्टमा त्यहाँ जाँदा त अनि कति धेरैजनाहरू चाहिँ रियल वार लड्न जानुभएको क्या माओवादीको कालमा होइन अनि उहाँहरूले आफ्नो सुनाउनुहुन्थ्यो है कस्तो डरलाग्दो इन्सिडेन्टहरू सुनाउनुहुन्थ्यो नि ओ माई गड भने जस्तो लाग्थ्यो होइन अनि अब कति कति फनी इन्सिडेन्टहरू पनि छ फर्स्टमा जाँदाखेरि त किनकि आर्मीमा त आफ्नो ऱ्याङ्क हुन्छ नि त होइन अनि त्यसै आफूभन्दा तलको ऱ्याङ्कले चाहिँ आफूलाई सल्लाह मान्ने हो अनि आफूभन्दा माथिको ऱ्याङ्कले आफूले सल्लाह मान्ने हो क्या अनि त्यो चाहिँ फुलीबाट चिनिन्छ क्या फुली भनेको चाहिँ यस्तोमा अथवा यस्तोमा लाउँछौँ क्या हामीले होइन Mm. अनि त्यसपछि अब मेरो फर्स्टमा जाने बित्तिकै एउटा खुकुरी क्रस र एउटा चन्द्रमा होइन अब त्यो भनेको ल्युटिनेन्ट अनि त्यसमा एउटा सूर्य पनि थप्यो भने चाहिँ मभन्दा माथिको त्यो चाहिँ क्याप्टेन होइन Mm. अनि फर्स्टमा जाँदा चाहिँ त्यस्तो केही पनि थाहा छैन होइन अनि त्यसपछि एउटा हामी ग्रुप छौँ होइन यहाँ इन्जिनियरको ग्रुप भर्खर डक्का जवानहरू होइन केही पनि थाहा छैन होइन अनि गयो आर्मी ब्यारेकभित्र अनि त्यसपछि एउटा पुरा स्मार्ट मान्छे अग्लो होइन हेर्दा पनि जर सबै जस्तो लाग्ने खालको टक टक आयो हामी सलाम गर्नुपर्छ भनेर भनेको छ भने पुरा सलाम गर्थ्यौँ होइन गरे आफूभन्दा तल ऱ्याङ्कको रहेछन् सर तपाईँले हामीलाई अनि सर तपाईँले हामीलाई गर्ने होइन अब तपाईँले के अरे ट्रेनिङ गरेर आएपछि चाहिँ थाहा पाउनुहुन्छ कसलाई के गर्ने कसो गर्ने भनेर अनि हामीलाई त्यतिखेर सिकाउनु पर्थ्यो क्या अनि तर रमाइलो लाग्यो अब मैले त टेक्निकल साइडमै काम गरेँ होइन अनि स्पेसली म छाउनी हस्पिटलमा थिएँ अनि त्यहाँ चाहिँ अब डिफ्रेन्ट बायोमेडिकल इक्विपमेन्टहरू हुन्छ त्यसको रिपेयर मेन्टेनेन्स तिर चाहिँ म अलिक फोकस थिएँ धेरै राम्रो राम्रो रमाइलो साथीहरू बनाउने मौका नि पाएँ अहिले अब आफ्नो साथीहरू चाहिँ कर्नेल छन् क्या अनि त्यो चाहिँ मलाई एकदम प्राउड हुन्छ कि वा कर्सा भयो यार मेरो साथीहरू भने जस्तो पुरै लाग्छ छ नि होइन हो नि अनि एकदमै एकदमै जे होस् एउटा आर्मीको एउटा छुट्टै हुन्छ नि त नेपालमा त वाउ भन्ने चाहिँ एउटा रिकग्निसन छ नि त आई Mm. थिङ्क एभ्रिबडी डिजर्भ्स द्याट हु एभर इज सर्भिङ देयर जस्तो लाग्छ मलाई I होइन agree. It's a सो very good experience. अनि त्यसको कुनै पनि पार्ट डु यु फिल कि अहिलेको वर्कमा गर्दाखेरि त्यो भ्यालुएबल या युजफुल जस्तो लाग्छ त्यहाँ सिकेको कुनै पनि कुरा वेदर इट्स डिसिप्लिन होला केही पनि होला क्या एक्ज्याक्टली डिसिप्लिन चाहिँ
हुन त म पहिलेदेखि अलिकति डिसिप्लिन फलो गर्ने नै हो, तर त्यहाँ गएपछि अझ डिसिप्लिन हुन सिकेँ होइन। Mm, अनि अर्गनाइज organized. एकदमै आर्मीलाई सबै कुरा टक 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 चाहिन्छ। त्यो बुट पनि यसरी टल्काउनु पर्थ्यो कि आफ्नो अनुहार देख्नुपर्छ भन्नुहुन्थ्यो क्या, लिटरली। हामीले युज गर्ने त्यो हामीले त अब त्यो पलिस लगाउँ, ब्रसले पलिस लगायो नि, यस्तो यस्तो गऱ्यो नि, त्यही पलिस लगाएर नै उहाँहरूले बुट त्यसो टल्काउनुहुन्थ्यो क्या। Mm, हामीले पछि सिक्यौँ होइन, एक्ज्याक्टली त्यही ब्रस त्यही पलिस, अलिकति टेक्निक अलिकति त्यहाँ एडिसनल टेक्निक छ, तर त्यही त्यही दुइटा युज गरेर अनि त्यसपछि पुरै टल्किन्थेन क्या ऊ। mm. अनि अर्गनाइजेसन स्किल प्लस अनि लिडरसिप स्किल पनि एकदमै भ्यालुएबल थियो Yeah, मेरो लागि चाहिँ yeah. त्यहाँबाट। त्यसले अहिलेको काममा हेल्प गरे जस्तो लाग्छ त त्यो हजुर है? एकदमै त्यो डिसिप्लिन अनि त्यसपछि आफूलाई अर्गनाइज राख्नु, एउटा कन्फिडेन्स प्लस कन्फिडेन्स पनि भयो होइन। अनि त्यसपछि लिडरसिप क्वालिटी, त्यो भनेको त रिगार्डलेस अफ वाट वेयर एभर यु गो, द्याट्स Mm. इम्पोर्टेन्ट स्किल्स एन्ड भ्यालुएबल स्किल्स। सो यस, डे टु डेमा नि काम लाग्छ। सो यस, यो जबमा नि काम गरेको छ। अब त्यसपछि फेरि नयाँ च्याप्टर स्टार्ट भयो नि त लाइफको त होइन? हजुर हजुर हो। अनि अब यु लेफ्ट द्याट आर्मी टु पर्स्यु हजुर यो मास्टर्स डिग्री, अनि यहाँ हजुर युएसमा आएर यु लाइक फुल स्कलरसिपमा यु केम हजुर हजुर होइन? हो। त्यो डिसिजन टु वक अवे फ्रम द्याट ऱ्याङ्क हजुर एन्ड टु हुन्छ नि अब स्टार्ट अल ओभरै भन्नु पर्यो नि इन अ न्यू हो। कन्ट्री है? हजुर Let's talk a little bit about that. Kosari, how did you, make that decision, or how hard was it to make that decision? हजुर अब त्यो डिसिजन लिनुभन्दा अगाडि चाहिँ म अलिकति अगाडि जान्छु। जतिखेर चाहिँ मैले आर्मीमा नाम निकालेको थिइनँ होइन। अब इन्जिनियरिङ सकेपछि अब त्यो 2010-11तिर त होइन कस्तो चलन थियो, कस्तो ट्रेन्ड थियो भन्दाखेरि होइन, इन्जिनियरहरूमा चाहिँ हामी पुच्चोबाट निस्केका अथवा कोही पनि त्यतिखेर ग्रेजुएट भएकाहरूको चाहिँ जिआरई दिने, जिम्याट दिने, युएस अस्ट्रेलिया अब जता हुन्छ फर्दर स्टडिजको लागि जाने होइन, त्यो ट्रेन्ड थियो। अब त्यसपछि अब म र मेरो बुढाले पनि त्यही नै सोचेको थियो, जिआरई गर्ने अनि त्यसपछि बाहिर जाने, अप्लाई गर्ने अनि बाहिर मास्टर्स गर्ने, त्यसपछिको कुरा त्यसपछि सोच्नुला भन्ने नै थियो। मैले पनि जिआरई गरि नै रहेको थिएँ। अनि ठ्याक्कै त नाम निस्क्यो, नाम निस्केपछि चाहिँ आर्मीमा नाम निस्केपछि मैले जिआरईलाई चाहिँ एकछिन ब्रेक लगाएँ भनौँ न होइन। तर मेरो बुढाले चाहिँ अब जिआरई गरेर अब स्कलरसिपमा नाम निकालेर ऊ पनि आयो। म चाहिँ आयो नै भन्छु, मेरो बुढालाई तिमी भन्छु होइन। फेरि अब यो पडकास्ट सुन्नेले चाहिँ ए बुढालाई आयो खायो भनेर भन्ला होइन, हि इज माई फ्रेन्ड होइन, म तिमी भन्छु, त्यही भएर ऊ आयो यहाँ होइन। अब त्यसपछि आएपछि अब के भयो, म उता एक्लै भयो। अनि त्यसपछि अब मलाई पनि मास्टर्स गर्न त मन लागेको, अनि के गरौँ भयो होइन। अनि त्यसपछि ल ठिक छ नि त, अब म जिआरई गर्छु। अब अप्लाई गर्दैमा नाम निस्किहाल्ने त होइन, जहाँ गइहाल्ने त होइन, तर नाम निस्क्यो भने गइन्छ पनि होला भनेर मैले जिआरई गरेँ। जिआरईमा पनि अब राम्रै भयो। अनि त्यसपछि अब ऊ पढिरहेको युनिभर्सिटी, मिसिगनको युनिभर्सिटीमै अप्लाई गरेँ। अनि त्यसपछि 3टा सेमेस्टरसम्म मैले डिफर गर्दै गएँ एडमिसन, बिकज आई डिडन्ट गेट एनी स्कलरसिप अर असिस्टेन्सिप होइन। अनि त्यसपछि 2014मा बुढा नेपाल गएर अनि हाम्रो बिहे भयो होइन। हाम्रो बिहे भएपछि चाहिँ अनि ठ्याक्क हाम्रो मेमा बिहे भयो, जुलाईमा चाहिँ अनि त्यसपछि स्कलरसिपको लेटर पनि आयो। अब के चाहियो होइन, अब बिहे पनि भएको, अब बुढासँग नि अब युएस आउन पाउने, अनि त्यसमाथि अब आफूले इच्छाको मास्टर्स गर्न पाउने होइन। तर अब यता फेरि आफ्नो एउटा जब त छ यहाँ नेपाल आर्मीको, अनि ड्याडी इज सो प्राउड अफ मी होइन, त्यहाँ छे मेरो छोरी भन्ने। अब कसरी उ गर्ने, अब कसरी म छोड्छु भन्ने, छोड्दौँ कि नछोडौँ। अब यता नेपाल आर्मी पनि त्यति नै प्यारो छ मेरो होइन, के गर्ने भयो। अनि त्यसपछि मैले अनि ठिक छ अब म जान्छु, युएसए जान्छु। अनि उतै नै म पढेर म बुढासँग नै सँगै हुन्छु भने जस्तो मैले त्यसलाई चाहिँ बिग प्रायोरिटी बनाएँ त्यतिखेर। अनि Mm. त्यसपछि चाहिँ अनि यता नेपाल आर्मीमा छोडेर आएँ। अनि तर त्यसको लागि एउटा एकदम बिग अर्को एउटा डिसाइडिङ फ्याक्टर चाहिँ के थियो भन्दाखेरि म बिहे गरेको 2 महिनाभित्र प्रेग्नेन्ट भएको थिएँ कि होइन। सो वेन आई Oh. गट द्याट स्कलरसिप लेटर, आई वाज अलरेडी प्रेग्नेन्ट होइन। अनि आई Mm. वान्टेड टु बी विथ माई हस्बेन्ड एट द्याट टाइम, एट द्याट फेज होइन। अनि फेरि नयाँ सुरुवात भयो नि त, अफकोर्स त्यो बे भएपछि अनि प्लस बेबी पनि हुन लाग्यो भनेपछि त
मलाई डिसिजन गर्न चाहिँ अझै पनि सजिलो भयो क्या त्यो ट्रु एउटा फ्याक्टरले चाहिँ अझै बढी मलाई यस आई सुड बी विथ हिम एट दिस टाइम होइन भन्ने भयो सो मैले चाहिँ यता नेपाल आर्मीमा रेजिग्नेसन दिएर अनि आफ्नो यता नयाँ स्टार्ट गर्नतिर लागेँ मेक सेन्स सो अब युएसमा आइसकेपछि सबभन्दा बिगेस्ट एडजस्टमेन्ट के भयो जस्तो लाग्छ अब एक्लै आएको भए त एकदमै धेरै एडजस्टमेन्ट हुन्थ्यो है मान्छे डिप्रेसै हुन्थ्यो होला जस्तो फिल हुन्छ मलाई त लिटरली है अब मलाई अब नखाना बस्नको चिन्ता गर्नु पर्यो होइन अब त्यसमा चाहिँ अब आफ्नो 10 वर्षदेखिको माया गरेको मान्छेसँग आएर बस्नु पाइरहेको छु होइन म त अब त्यतिकै खुसी छु तर एडजस्टमेन्ट चाहिँ केमा गर्नु पर्यो भन्दाखेरि होइन अब मेरो त 4 इयर्स अगाडि इन्जिनियरिङ सकिसकेको होइन अब त्यसपछि मैले इन्जिनियरिङको त्यति धेरै कन्टिन्युएसन पनि गरेको थिइनँ यता जबमा गरे तापनि यता अब थ्योरिटिकली अथवा भनौँ न पढाइ रिलेटेड चाहिँ खासै गरेको थिइनँ होइन अनि प्लस यता आइसकेपछि चाहिँ उहाँको नेपालको पढाइको सिस्टम र यताको चाहिँ कति धेरै भास्ट डिफ्रेन्स पाएँ क्या मैले अनि मलाई एडजस्ट हुनु चाहिँ एकदम गाह्रो भयो फर्स्ट सेमेस्टर चाहिँ मलाई गाह्रो भयो म फेरि प्रेग्नेन्ट पनि थिएँ होइन मेरो हर्मोनलहरू पनि चेन्ज भइरहने कि आई डोन्ट नो होइन मैले कस्तो त्यो कोपै गर्न नसकेको जस्तो भयो क्या होइन अनि त्यसपछि कहिले त अब सावरमा जान्थेँ सावर खोलेर अनि उहाँ उहाँ रोइदिन्थेँ क्या मैले त्यो थाहा छैन मेरो त्यो हर्मोनले गर्दा पनि होला प्लस त्यो पढाइ एभ्रिथिङ फेरि यस्तो प्रेसर हुन्थ्यो होइन जाऊ पढ आऊ घरमा आएपछि असाइनमेन्टहरू गर होइन अनि त्यसपछि प्रोजेक्टहरू हुने होइन अब पहिला अब युज नगरेको टुलहरू युज गर्नुपर्ने जस्तै एउटा म्याटल्याब थियो मैले पहिला कहिले पनि युज गरेको थिएन होइन त्यो आएर युज गर्नु पर्यो अनि त्यसपछि त्यो नै मलाई कति न्यू थियो होइन मैले त त्यो कतिपय कुराहरू त एडजस्ट गर्नै सकेन होइन अनि त्यसपछि जुन दिन फर्स्ट सेमेस्टर सक्यो फर्स्ट सेमेस्टर पनि राम्रै भयो मेरो 3टा सब्जेक्टमा 2टामा एउटामा A- आयो होइन राम्रो पनि भयो अनि त्यसपछि सेकेन्ड सेमेस्टर पढ्दै थिएँ सेकेन्ड सेमेस्टरमा चाहिँ बेबी भयो होइन अप्रिलमा ठ्याक्क मिडमा बेबी भयो बेबी भएपछि अब मैले त्यो सेमेस्टर ब्रेक गरेँ लिएन त्यो सेमेस्टर छोडिदिएँ पढ्न अनि त्यसपछि समरबाट अनि फेरि स्टार्ट गरेँ होइन सो मेरो चाहिँ अर्कै खालको स्ट्रगल भयो क्या त्यहाँ एउटा मदरहुडको जर्नी पनि सुरु भयो अनि त्यसपछि फर्स्टमा आउने बित्तिकै पढाइ पनि डिफ्रेन्ट लाग्यो होइन सो एडजस्ट हुन चाहिँ मलाई 1 वर्ष भनौँ न 1 वर्ष चाहिँ मजाले लाग्यो क्या अनि त्यसपछिको सेमेस्टरहरू चाहिँ अनि मैले अब जब बुझेँ सिस्टमहरू त्यसपछि चाहिँ सबमा ए छ क्या मेरो वाउ कुनैमा पनि छैन A- त्यही एउटा फर्स्ट सेमेस्टरमा एउटा सब्जेक्टमा छ होइन त्यो पनि एकदम एकदम प्राउड छु क्या वा मलाई चाहिँ फर्स्ट सेमेस्टरले चाहिँ धेरै सिकायो ए सिस्टम यस्तो रहेछ यस्तो रहेछ यस्तो यो गऱ्यो भने चाहिँ राम्रो हुने रहेछ भनेर सिकायो होइन सो खाना बस्न लाउनको स्ट्रगल नभए पनि होइन त्यस्तो होम सिकनेस नभए पनि होइन तर अलिकति एडजस्ट चाहिँ गर्न नै पर्यो मैले पनि पढाइमा सिस्टममा त्यसमा एडजस्ट ओ गर्न गाह्रो भयो हजुर हजुर हो अनि अब तिमीले अलिकति त्यसमा त यु हेभ अलरेडी टच्ड अन इट तर त्यो यु ह्याड योर डटर ड्युरिङ उम्, ग्रेजुएट स्कुल होइन हो अनि तिम्रो सर्कमस्टान्सेसले गर्दाखेरि तिमीले यु मेन्सन कि यु ह्याड टु सेन्ड हर टु नेपाल फर फ्यु इयर्स हो है while you finished your degree अब this probably is very hard thing for you to talk about होइन so we can go deep or very light है तर उम्, can you please walk me through how that decision actually came about कि किनभने as a mom it's always हो like वाउ भन्ने त जोलाई पनि हुन्छ तर जो त्यो सिचुएसनमा छ उसले मात्र बुझ्छ नि त हो होइन सो हो फर यु के मोमेन्ट थियो जहाँ इट बिकेम क्लियर टु यु कि नो दिस इज वाट आई हेभ टु डु यस अभियसली थियो होइन अब बेबी भएपछि अब मेरो सासू ससुर आउनुभएको थियो होइन अनि फेरि मेरो बुढी सासू पनि हुनुहुन्छ उहाँ पनि अब बुढो नै भइसक्नु भएको छ उहाँलाई पनि कम्प्लिटली छोड्न नमिल्ने होइन अब आउनुभयो अब सासू 2 महिना बस्नुभयो अनि मलाई एकदमै हेल्प गर्यो अब म रिकभर भएपछि अनि फर्किनु भयो होइन अब त्यसपछि के भयो त बुढा र बुढी म मात्रै होइन 3जना मात्रै भयो अब फेरि नयाँ केही पनि थाहा छैन होइन अनि त्यसपछि फेरि बुढा पनि अब त्यतिखेर पिएचडी क्यान्डिडेट होइन पिएचडी गरेको ऊ त कहिलेकाहीँ त घर पनि आउन नपाउने विचार यस्तो प्रेसर हुन्थ्यो उसलाई होइन अनि त्यसपछि अब मैले टेक केयर त गर्थेँ तर अब त्यति नै खेर के भयो भन्दाखेरि मेरो लागि पनि एउटा प्रोजेक्टमा काम गर्ने मौका मिल्यो होइन
अनि तर पनि एडजस्ट गर्दै जाउँ गर्दै गरौँ भन्ने भइरहेको थियो। डे केयरमा पनि हाल्ने होइन। फेरि त्यतिखेर त अब स्टुडेन्ट हुँदाखेरि धेरै पैसा पनि थिएन हामीसँग, दुईजनाको अब ग्रेजुएट असिस्टेन्टसिपमा बस्नुपर्ने होइन। फेरि एउटा अपार्टमेन्ट लिएर बसेको, त्यो घरको भाडा भयो, खाने लाउने, त्यो पढ्नेलाई मात्रै बुझ्छ क्या त्यो कुरा होइन। ओहो, म त मेरो बच्चाको लागि बरु खानै नखाइकन बस्न सक्थेँ होला भन्ने मान्छे पनि होला नि, आई डोन्ट नो होइन। तर मेरो सिचुएसनमा चाहिँ कस्तो भन्दाखेरि हामीले डे केयरमा राखेर डे केयरको पैसा तिर्ने पनि पैसा थिएन क्या हामीसँग चाहिँ त्यतिखेर। अनि एक दिन चाहिँ के भयो भन्दाखेरि मलाई त्यो मोमेन्टले चाहिँ, अनि मेरो बुढाले चाहिँ यस्तो भनेको थियो, बुढी अब हेर तिमी यत्रो आर्मी छोडेर यहाँ आइसक्यो होइन, अब हेर 1.5 वर्ष 2 वर्षको कुरा होला म्याक्स भयो होइन, अहिलेलाई छोरीलाई नेपाल पठाइदिउँ। फेरि मेरो आमा बुवा, मेरो सासू ससुरा, आमा बुवा नै भन्छु म होइन, मेरो मम ड्याडीलाई चाहिँ मम ड्याडी भन्छु, आमा बुवालाई आमा बुवा। आमा बुवाको चाहिँ छोरी नभएको घर, उहाँलाई यति छोरी चाहिएको रहेछ, यति छोरी चाहिएको रहेछ। फेरि उहाँले चाहिँ भने छोरी पठाइदियो भनिरहने कि होइन। मैले नाइ नाइ होइन, हामी आफै गरौँ भनेर म कस्तो जिद्दी गरिरह हुन्थेँ कि होइन। अनि एक दिन के भयो भन्दाखेरि कस्तोसम्म गर्नु पर्यो भन्दाखेरि बिचरा छोरीलाई होइन, छोरी सुतिरहेको हुन्थ्यो स्विङमा, मेरो 2 बजे छुट्टी हुन्थ्यो, हामीसँग त्यतिखेर जिनतिन गरेर एउटा गाडी जोहो गरेको थियो होइन। अब मैले अब दिनभरि बुढाले हेर्थ्यो त्यतिखेरसम्म, फेरि रातभरि काम गरेर आएको छ है बुढा। अब ऊ बच्चा अब उसलाई सुत्नु पर्यो भने त बच्चा नि सुत्नु पर्ने त हुँदैन, सुत्दैन त्यो बच्चा होइन, कहिले सुत्थ्यो कहिले सुत्दैन थियो। उसले त्यति 2 बजेसम्म हेरेर अनि के गर्थ्यो भन्दाखेरि, अनि उसले मैले गाडी लिएर गएको हुन्थेँ, अनि म आएर हतार अनि त्यसपछि तलसम्म पनि कहिलेकाहीँ त कस्तो हुँदाखेरि छोरीलाई बोकेर तलसम्म ल्याएर ऊ तलबाट गाडी लिएर म माथि बच्चा लिएर आउँथेँ होइन। अनि कहिलेकाहीँ अब उसले घरमै बच्चा घरमै छ गाडी, म काममा छु भने उसले हाम्रो चाहिँ फेरि नजिकै थियो होइन, त्यस्तो धेरै टाढा पनि थिएन, तर 5-10 मिनटको लागि पनि बच्चा चाहिँ एक्लै हुन्थ्यो क्या घरमा, ताकि उसले गाडी लिएर आओस्, ऊ कलेज जाओस्, अनि कलेजबाट मैले चाहिँ गाडी लिएर अनि म घर फर्क्यौँ क्या है। त्यो त्यस्तो पनि गरेँ, त्यो 5-10 मिनटमा मेरो बच्चा एक्लै हुन्थ्यो क्या घरमा। अब हुन त सानो थियो, 2 महिना थियो 3 महिना थियो, रोल ओभर गर्न सक्ने हुँदैन थियो, तर जे पनि त हुनसक्छ नि, 5-10 मिनट भनेको होइन। अनि एक दिन कस्तो भयो भन्दाखेरि, अनि फेरि त्यस्तै हतार क्या जहिले स्विच गराउनु पर्ने है। अनि एक दिन मैले छिटो हतार गर्छु भन्दाखेरि कस्तो भन्दाखेरि मेरो अब सानो बच्चा, अब त्यो त टाउको अडाउने नै भइसकेको छैन नि त, मैले जुरुक उठ्दाखेरि तिम्रो मेरो बच्चा यस्तो भयो क्या। अब कस्तो भयो भन्दाखेरि त्यसले गर्दाखेरि उसको यो स्पाइनल कर्डमा नि केही असर पर्थ्यो होला क्या, त्यस्तो भयो क्या। मैले नेग्लिजेन्स गरेर भन्नु खोजेँ होइन कि, तर हतार स्ट्रेसमा नजानिदो तरिकाले त्यस्तो हुन गयो। त्यसले ठुलै कन्सिक्वेन्स पनि ल्याउन सक्थ्यो होला। म बसेर रोएँ है। अनि त्यसपछि अनि बुढाले पनि अब यो रुनी सुनी भन्दा पनि कसरी लाइफलाई अगाडि बढाउने के गर्यो भने चाहिँ हाम्रो भन्दा पनि उसको त लाइफ राम्रो होस् न। हामीले अब राम्रोसँग उसलाई न्युट्रिसन दिएर खुवाउनै टाइम दिन सक्दैनौँ भने ऊ हामीसँग बसेर पनि राम्रो भयो त होइन। अब आमा बुवा उता नाति नै आउला, म राम्रोसँग टेक केयर गर्छु भनेर एकदमै तयार भएर बस्नु भएको छ होइन। अनि मैले ल ठिक छ, म एकचोटि नेपाल जान्छु, कस्तो गर्छ मेरो छोरीले नेपालमा आमा बुवासँग होइन। फेरि आमा बुवा एकदमै स्विट हुनुहुन्छ, माई डियर मान्छे एकदमै सिरियसली। म त कहिले यस्तो सोध्छु कि मैले मेरो बुढालाई मन पराएर बिहे त गरेँ होइन, तर यदि मेरो सासू ससुरा एकदमै टक्सिक परिदिएको भए के हुन्थ्यो होला मेरो लाइफ। अहिले चाहिँ होइन, मलाई मेरो बुढाबाट चाहिँ मैले त्यति राम्रो सासू ससुरा पाएँ वाउ भने जस्तो मलाई त्यस्तो लाग्छ कि। अनि नेपाल गएँ, अनि नेपाल गएपछि अनि यति राम्रोसँग टेक केयर गर्ने, अनि मैले त के गरेँ होला र है। अनि त्यसपछि बुवासँग, अनि बुवा पनि अब काम गर्ने मान्छे, आफ्नै बिजनेस छ अरे बुवाको होइन। तर अब कस्तो भन्दाखेरि अब नेपालमा आमालाई त काम गर्न जानु पर्दैन नि त होइन, परेको थिएन। अनि कहिलेकाहीँ अब खाना खाएन है छोरीले भन्दा पनि बुवालाई बोलाएर दुईजना बसेर ताली बजाएर खाना खुवाउने क्या। अनि मैले अब त्यो सबै देखिसकेपछि त होइन, मैले अब थाहा छैन अब मैले राम्रो डिसिजन गरेँ गरिनँ, त्यतिखेर मेरो माइन्ड कोलाहाल थियो होइन। अनि मेरो सानीमाले चाहिँ के भन्नुभयो भन्दाखेरि, छोरी थाहा छ मलाई यो अलिक दुःख लाग्दो कुरो छ, तैँले
सहनु पर्छ होइन, मुटु दह्रो बनाएर जा, तैँले पछि तँलाई यो ठिक गरी जस्तो लाग्छ, हेर एकदम मुटु दह्रो बनाएर जा, सानीमाको कुरा मान भनेर भन्नुभयो मलाई है। मैले त किनकि 10 दिनको लागि गएको थिएँ होइन, अनि 5 दिन 6 दिनसम्म चाहिँ म त्यहाँ छोड्छु छोरी भन्ने भयो होइन। पछि यस्तो भयो कि होइन म लान्छु म छोड्छु बरु म पढाइ छोडिदिन्छु, आई डोन्ट केयर, म छोरीसँग बस्छु भन्ने भयो होइन। अनि जाने दिन फेरि मलाई अनि सानीमाले त्यस्तो भनेपछि अनि ल ठिक छ बरु म अहिलेलाई जान्छु, सकिनँ भने म पर्खेर आउँछु भनेर अनि छोरीलाई छोडेर गएँ। छोरीलाई छोडेर जाँदासम्म पनि म रुन चाहिँ रोइनँ होइन, त्यो छोडेर जाँदा म एयरपोर्ट जाँदासम्म म रोइनँ, कसैको अगाडि पनि रोइनँ होइन। अनि छोरीले मलाई भर्खर भर्खर चिन्न थालेको थियो कि, अनि त्यसपछि पछि मलाई मतलब गरिनँ क्या जाने बेला। अब उसको आमा बुवाहरू त्यतै उसलाई अब बच्चालाई जहाँ टाइम पाउँछ, जहाँ सेक्युरिटी पाउँछ, बच्चाहरू त्यहीँ झ्याम्मिन त्यहीँ रमाइलो उम्, गर्न थाल्छ क्या। त्यो देखेर पनि मन अलिक बुझ्यो होइन। अनि गएँ, अनि आफ्नो कोठामा युएसमा आएपछि चाहिँ यति रोएँ है। अनि हरेक रात रुन्थेँ कि, अझै पनि भन्छ मेरो बुढाले, हेर मेरो बुढी कति रुन्थी, उता फर्किन्थी मैले थाहा पाउँछ भनेर रुन्थी, सुक्क सुक्क गरेर भन्छ कि कति रोएँ है। तर यति स्विट आमा बुवा होइन, मलाई बिहान बेलुकै फोन गर्ने, छोरी देखाइदिने, 1 घन्टा 1.5 घन्टा हुन्छ नि। उम्, अनि त्यसपछि यति धेरै हरेक मोमेन्ट क्याप्चर गरेर पठाइदिनु हुन्थ्यो क्या। अनि मेरो बहिनीले पनि त्यत्तिकै जान्थे, भिडियो खिच्दै पठाइदिन्थे। उसको जस्तो चाइल्डहुड भिडियो त मसँग अरू छोरीहरूको छैन होला क्या, तर यति धेरै हरेक मोमेन्टको मैले त्यहीँ सँगै बसेर बरु त्यति धेरै भिडियो लिन थियो होला होइन। मलाई यति धेरै माया साथ सहयोग गरिदिनु भयो त्यतिखेर, हो नि। यसलाई टेन्सन हुन्छ भनेर हरेकचोटि। अनि यति राम्रोसँग हुर्की मेरो छोरी होइन, यति राम्रो नेपाली बोल्छ अहिलेसम्म है। उम्, अनि उसले आमा बुवा चिन्छे, अनि कहिले कहिले नेपालको कुराहरू गर्छ नि कस्तो रमाइलो लाग्छ क्या। अनि अर्को कुरा भनेको चाहिँ अब छोरी नभएको घरमा एउटा छोरीको चाह हुँदाखेरि उहाँले मैले यसरी हुर्काउन पाउँथेँ होला मेरो छोरी भनेर सोच्नु भएको चाहिँ त्यो नातिनीमा गर्नुभयो क्या। उम्, फर्स्ट नातिनी होइन, अनि उहाँले हुर्काउनु भएको सिज द स्पेसल वान क्या। अहिले अब कतिवटा अहिले 5जना छन् होइन नाति नातिनाहरू, तर सिज द स्पेसल वान क्या प्रश- भन्नुहुन्छ क्या खोलेर, साथी जति हामीले माया लाग्ने कसैको छैन भनेर भन्नुहुन्छ क्या। त्यतिखेर स्ट्रगल भयो आफूलाई, मैले चाइल्डहुड देख्न पाइनँ मेरो छोरीको जस्तो लाग्छ। तर मैले अनि पढाइ कन्टिन्यू गरेँ होइन, ग्रेजुएट भएँ। अनि त्यसपछि आफू अलिकति सेटल भएपछि अनि लिएर आएँ होइन। अनि अब अहिले जुन तरिकाको अब लाइफ अब मैले उसलाई दिन सकेको छु होइन। अब होइन मैले नपढेको भए, मैले ग्रेजुएट नगरेको भए मैले दिन सक्थेँ सक्दैन मलाई थाहा छैन, तर मलाई अहिले यो लाइफ चाहिँ मैले जुन पाथमा हिँड्छु भनेर आएको थिएँ त्यही पाथमा हिँडेर मैले यहाँसम्म आएँ नि त होइन। राइट। सो अहिले फर्केर हेर्दाखेरि उता आमा बुवालाई पनि राम्रो नै भयो, उहाँलाई पनि राम्रो एक्सपिरियन्स राम्रो भयो, मेरो छोरी पनि राम्रोसँग हुर्की होइन। एकदमै आउँदा यति हेल्दी यति पुक्क परि कस्तो थिएँ मेरो छोरी होइन। बरु मैले यहाँ ल्याएपछि बरु अलिकति वेट घट्यो होला, केही भयो होला होइन। उहाँहरूले त यस्तो बिहानदेखि बेलुकासम्म खुवाउने मात्रै काम गर्थेँ म भन्नुहुन्थ्यो क्या मेरो ग्रान्ड आमाले। पेरेन्ट्सहरू त्यसमाथि पनि होइन। ग्रान्ड प्यारेन्ट्स। अनि यहाँ आएपछि छोरीसँग अलिक एडजस्टमेन्ट केही पिरियड भयो कि त्यस्तो केही भएन? ओ माई गड, फेरि ऊ अर्कै खालको छ मान्छे है, उसको बारेमा पनि कुरा गर्नुपर्ने नै खालको मान्छे छ ऊ चाहिँ फेरि। अनि आमासँग त्यस्तो एट्याच भएर आमा बुवासँग बसेको मान्छे होइन। अब नेपाल अब मम्मी ड्याडीसँग जाने बस्ने भन्ने उसलाई हामीले पहिल्यैदेखि भनिरहेको सिकाइरहेको भएर होला। म त अब अमेरिका जान्छु बाई यताउता पहिल्यैदेखि उहाँहरूलाई भनिरहन्थ्यो अरे। अनि त्यसपछि मेरो देवर बिहे गर्न जानुभएको थियो, अनि त्यसपछि देवर अनि मेरो मम्मी अनि त्यतिखेर चाहिँ म प्रेग्नेन्ट नै थिएँ, मेरो माइली छोरी जन्मिन लागेको थियो होइन। अनि उहाँहरूले ल्याउनु भएको हो होइन। अनि बाई अब त म जाने मम्मीसँग बस्ने भनेर आएको मान्छे, उम्, अनि आयो यहाँ आएर कुनै कुनै इन्स्टेन्सेस चाहिँ कस्तो यस्तो थियो कि उसले मलाई यो मेरो मम्मी हो कि होइन भनेर कसरी हेर्थ्यो क्या। यो मेरो कतिको क्लोज मान्छे हो र भनेर यसरी हेर्थ्यो।
अनि मलाई फिल हुन्थ्यो क्या त्यो कनेक्सन नभएको जस्तो होइन। उम्, तर हामी दुईजना बिच यति छिटो त्यो बोन्डिङ पहिल्यैदेखि बसेको जस्तो भयो कि म पनि एकदम स्ट्रेस आउट थिएँ क्या। ओहो अब के गर्ने कसो गर्ने ल अब त्यसलाई राति सुत्नलाई आमा चाहिन्छ होला, मैले खुवाएको खाँदिनँ होला हुन्छ नि, अनि फेरि अर्को बेबी जन्मिँदैछ होइन, कसरी एडजस्ट हुन्छ होला, के गर्छ होला, के म चाहिँ फेरि आत्तिने बानी चाहिँ क्या पहिले चाहिँ ओ सोच्यो भने पुरै आत्तिएर बस्छु, गर्न चाहिँ गर्छु तर फर्स्टमा चाहिँ एकछिन आत्तिने बानी छ कि होइन। अनि तर एकदमै छिट्टो बोर्डिङ भयो, फेरि बहिनी पनि थियो होइन, उसलाई एउटा साथी जस्तो पनि भयो कि के भयो, डल जस्तो भयो कि होइन। ऊ यस्तो राम्रोसँग यस्तो मजाले एडजस्ट भयो होइन। त्यो बेलाको भिडियोहरू अझै पनि बसेर हेर्छौँ क्या हामी, त्यो ऊ भर्खर भर्खर युएस आएको बेलामा होइन। ओ माई गड, म अहिले हेर्दाखेरि यो मान्छे सिचुएसन अनुसार कस्तो फ्लिप हुन सक्छ, यो मान्छेले हेर है बुढा हामीलाई पनि पछि यसरी छोडेर जान सक्छ है भन्छु क्या म चाहिँ। तर आई वान्ट हर टु बी द्याट वे नै क्या, उम्, किनकि जस्तो सिचुएसन छ त्यही अनुसार एडजस्ट हुन adjust सक्छ गर्ने क्या ऊ चाहिँ। या या मैले चाहिँ उसमा त्यो देखेको छु क्या। अनि उसमा पेसेन्स लेभल पनि अर्कै छ होइन, ऊ अलिकति डिफ्रेन्ट बिल्ड छ क्या। आई डोन्ट नो अब नेपालमा हुर्केर त्यस्तो भयो कि उसको जिन उसको पर्सनालिटी त्यस्तो हो कि होइन, ऊ अलिकति डिफ्रेन्ट छ मान्छे। अनि यसो नेपालबाट यता आएपछि एडजस्ट हुन त्यस्तो गाह्रो भयो, गाह्रो यस्तो स्मुथली गयो कि होइन। आइ एम भेरी ग्रेटफुल फर द्याट हो क्या। या भनौँ न अब हाम्रो यो एज अ थियो एपिसोड आई होप कि लट अफ मदर्सहरूले होपफुली दे विल गेट टु लिसन टु इट के गरी अब कति मदर्सहरूले यसरी नोइङली अननोइङली कति सेक्रिफाइसेसहरू गर्नु परेको हुनसक्छ अनि दे क्यारी गिल्ट विथ देम होइन त्यो त्यस्तो भइरहेको छ भने इज देयर एनिथिङ यु वुड लाइक देम टु नो अर यु वान्ट टु टेल देम अब गिल्ट मलाई पनि अलिन्जेलसम्म चाहिँ अलिक गिल्ट फिल नै भयो होइन, ला मैले केही पनि देख्न पाइनँ मेरो छोरीको जस्तो फिल भएन थिएन। तर होइन अब जे हुनु भइसकेको छ होइन, त्यसलाई अलिकति पोजिटिभ नजरबाट हेर्न सक्यो भने चाहिँ त्यही सिचुएसन अलिकति फरक चाहिँ हुन्छ क्या। किनकि हामीले चाहेर बच्चालाई आफूभन्दा टाढा पठाउने कसैले पनि गर्दैन होइन। अब ल मैले मेरै सिचुएसनमा होइन, अब मैले त्यत्रो अब पुरै आर्मीको जब छोडेर आएको छु होइन, अब पुरै कमाइ पनि रहेको थिएँ। अनि त्यसपछि प्लस अब यता आएर मास्टर्स गर्छु एउटा इच्छा थियो नि त। यदि मैले ल बेबीसँग बसेर मैले सबै कुरा नगरे भए मलाई के हुन्थ्यो होला जस्तो मलाई लाग्छ थाहा छ, आई वुड हेभ बिन डिप्रेस्ड क्या। त्यो फर स्योर, किनकि मैले जुन त्यहाँ लाइफ देखेर आएको छु होइन, काम गरेर काम अब एउटा वर्किङ पर्सनलाई चाहिँ वर्कको कस्तो भ्याल्यु हुन्छ क्या। अनि ट्रु यहाँ आएर केही नअरिकन होइन, होइन अब बेबी हुर्काउनु भनेको एकदम ठुलो कुरो, त्यो पनि कन्टिन्युस वर्क हो होइन। तर म डिप्रेस हुन्थेँ जस्तो लाग्छ, किन भन्दाखेरि होइन बेबी भएपछि मलाई पोस्टपार्टम डिप्रेसन हल्का भएको थियो क्या। म त्यो एकदमै डिप डिप्रेसन नपुग्यो नि मलाई भएको थियो। मलाई कस्तो फिल आउँथ्यो भन्दाखेरि ए म पनि मेरो पनि बच्चा, मेरो बुढाको नि बच्चा, ऊ चाहिँ खुरु खुरु स्कुल गएको छ पढेछ, म चाहिँ यहाँ बसेर उसको डाइपर चेन्ज गरेर बसिरहेको छु। अनि खोइ त मेरो चाहिँ लाइफ, ममा त्यस्तो फिल आएको थियो क्या बिचमा डिप्रेस हुँदाखेरि। सो अब अहिले मैले त्यसलाई पोजिटिभली बिस्तारै मैले पोजिटिभली लिन थालेको चाहिँ मैले बच्चा गएको 1.5 वर्षपछि चाहिँ मैले त्यसलाई पोजिटिभली लिन थालेको, नत्र चाहिँ मैले बुढालाई नि कोस्थेँ आफूलाई नि कोस्थेँ होइन। अनि बिस्तारै सबै लाइफ यसरी ठिक हुँदै आइसकेपछि होइन पछाडि फर्केर हेर्दाखेरि या आई डिड अ गुड थिङ, किनकि मैले मेरो बच्चा नराम्रोको लागि पठाएको होइन। मैले जे गरिरहेको छु मेरो फ्युचर अनि मेरो बच्चाको फ्युचरको लागि हो होइन। सो कोही त्यस्तो सिचुएसन हुनुहुन्छ जसलाई चाहिँ गिल्ट फिल भइरहेछ भने द्याट वाज द बेस्ट डिसिजन यु कुड टेक गुड एट टेक द्याट टाइम क्या। एट या द्याट टाइम है, या किनकि बच्चा पढाउनु कसरी डर हुँदैन। तर यदि तपाईँको बच्चा राम्रोसँग कसरी टेक केयर गरिदिन्छ र होइन तपाईँले यहाँ एउटा राम्रो इन्भाइरोमेन्ट बनाउन सक्नुहुन्छ ताकि वेन द बेबी कम्स हियर द बेबी क्यान थ्राइभ एन्ड ग्रो एकोर्डिङली एज यु वान्ट होइन। या त्यो गर्न सकिन्छ भने त त्यो राम्रो नै डिसिजन हुन्छ या जस्तो लाग्छ क्या मलाई। No, that's a very good advice, and I agree. कतिचोटि सिचुएसनले डिक्टेट गर्छ and you do the best you can, होइन? एट द टाइम हो। तर तिम्रो तिम्रो जर्नी तिम्रो स्टोरीकोमा चाहिँ नि अर्को पनि त त्यस्तै पार्ट छ नि जहाँ छोरीसँग मात्र होइन आफ्नो हस्बेन्डसँग पनि हजुर त लङ एकदमै डिस्टेन्स राइट हो। अनि त्यो त्यो पार्टको बारेमा अलिकति कुरा गरौँ न त त्यो जुन बेलामा यु गाइज वर इन आई गेस डिफरेन्ट स्टेट्स तिम्रो लागि त्यो चाहिँ तिमीले कसरी ह्यान्डल गर्यौ त्यो आफ्नो हुन्छ नि त्यतिखेरको म्यारेजलाई चाहिँ नि त्यो कनेक्टेड भइराख्नलाई के एक्स्ट्रा एफर्ट दिनु पर्यो होला हुन्छ नि त्यस्तै खेलको त्यो म्यारेज एक्चुली
what did it look like under those circumstances? यस अब म पनि खास गरी पिएचडी गर्छु नै भनेर आएको थिएँ होइन अब प्लस अनि बेबी भइसकेपछि चाहिँ होइन ठिक छ आई डु मास्टर्स फर नाउ अनि त्यसपछि अब के बेबी नेपाल गएको छ होइन अब म छिटोभन्दा छिटो सेटल भएर आई हेभ टु ब्रिङ माई बेबी ब्याक भन्ने मेरो एउटा मिसन भयो त्यसपछि मैले ठिक छ म मास्टर्स गर्छु आइएम ह्याप्पी अब किनकि मास्टर्स गर्नु थियो गरेँ पिएचडी इट क्यान कम लेटर Mhm. अर नआए पनि इट्स ओके भन्ने फेजमा पुगेँ अनि त्यसपछि मास्टर सकेपछि अब मलाई जबले नेब्रास्का पुऱ्यायो बुढा मिसिगनमै त्यतिखेर होइन ओ माई गड मलाई याद छ क्या एउटा दिउँसो खाना बनाउनु लाग्छु है म साथीसँग बसेको साथी चाहिँ फेरि पुल्चोकै साथी हो ऊ चाहिँ डिफ्रेन्ट डिपार्टमेन्ट भए पनि एउटै ब्याचको चिनेको एकदमै मेरै क्लासमेटको साथी तर ऊ चाहिँ डिफ्रेन्ट ब्याच डिफ्रेन्ट क्लास एउटै ब्याच अनि उसँग बसेँ लक्किली ठाउँ पनि सबै मिल्यो क्या होइन अनि एउटा आफ्टरनुन ऊ चाहिँ घरमा थिएन अपार्टमेन्टमा थिएन म एक्लै थिएँ अनि त्यसपछि खाना बनाउन लागेँ होइन यस्तो सन्नाटा क्या अपार्टमेन्ट म त एक्लै छु यार म कहाँ छु म के गरिरहेको छु म एक्लै छु भनेर म रोएँ बुढालाई फोन गरेँ बुढा म के गर्ने म कसरी गर्ने कसरी गर्ने तिमी त्यहाँ छौ बच्चा त्यहाँ छ म यहाँ छु हामी के हो कस्तो लाइफ इज दिस द लाइफ वी सुड बी लिभिङ भनेर रोएँ अनि बुढा फेरि बुढा चाहिँ फेरि सधैँ पोजिटिभ यस्तो पोजिटिभ मान्छे सधैँ सम्झाउने हो क्या अनि त्यसपछि बुढी यो अलिक जेलको लागि हो अलिक जेलको लागि हो अब मेरो पढाइ सिद्धिन्छ पढाइ सकेपछि हामी सँगै होला बच्चा ल्याउँला पखन अलि उ गरेर बस भनेर सम्झाउने होइन अनि बिस्तारै अब साथीसँग पनि घुलमिल हुँदै गएँ बस्दै गएँ अब काम स्टार्ट गरेको थिएँ नयाँ होइन नयाँ काममा पनि अब साथीहरू राम्रै थिए एकदमै रमाइलो थियो अफिस पनि होइन बिस्तारै घुलमिल्दै गएँ होइन तर मलाई एकदमै पोजिटिभ लाग्यो मलाई एकदम इन्डिपेन्डेन्ट हुन सिकायो एकदमै Mm. युएसमा आएर है किन हरेक चिजको दुईटा पार्ट हुन्छ नि जस्तो मलाई एकदमै इन्डिपेन्डेन्ट हुन सिकायो किनकि म अब नयाँ गाडी किनेको म अब मिसिगनमा चाहिँ फेरि दुईटा लेन हुन्थ्यो सिम्पल क्या गाडी चलाउन नेब्रासम गएपछि पुरै 5-6 लेनको हाइवे इन्टरस्टेट हाइवे के है मैले त्यहाँ गएर गाडी चलाउन सक्दिनँ भनेर रोएको थिएँ फेरि म चाहिँ अर्को अगाडि रुन्थेँ बुढाको अगाडि मात्रै हो रुनी चाहिँ होइन अनि बुढी सक्छ क्या सक्छ भनेर त्यो गरेँ होइन अनि त्यसपछि कुन कुन कुरा इन्डिपेन्डेन्ट हुन्छ भने त्यो यो बत्तीको बिल यहाँ त्यहाँ गाडी बिग्रिने कालानी बनाउने हुन्छ नि म अहिलेसम्म पनि बुढालाई बुढा ल न भने म केही पनि भन्दिनँ क्या Mm. आफूले गर्न सकिन्छ त्यो टक 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 अब यो घर किनेर बसेपछि पनि हामी के भन्दा यसको के छ युटिलिटिज यहाँ त्यहाँ है टक 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 बुढाले के टेकेरै गर्नु पर्दैन क्या हुन्छ नि। मलाई चाहिँ एकदमै त्यो बेलामा अब हुन त पहिला पनि नेपाल आफै गरेको सब कुरा तर यहाँ युएसमा आइसकेपछि 2 वर्ष चाहिँ उसले गर्यो होइन सायद म उसँगै बसिरहेको भए म डिपेन्डेन्ट उमाथि डिपेन्डेन्ट नै हुन्थेँ किन कतिपय कुराहरूमा अब यहाँ अब एक्लै बसेपछि पुरै टक 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 के प्लान गर्नुपर्छ नि टक आफै गरेँ त म चाहिँ अनि अहिलेसम्म पनि होइन आफै त्यो जे गर्न सकिन्छ आफूले सबै गर्छु कि त्यो बेलाको पाटो चाहिँ इन्डिपेन्डेन्ट हुन एकदमै सिकायो है Okay. Mm. एकदमै सिकायो अनि अब कसरी चाहिँ अब रिलेसनसिपमा हार्डसिपहरू आइरह्यो अब टाढा भएपछि अब सँगै बसे जस्तो हुँदैन नि त होइन सो अनि उसको ग्रेजुएट भएपछि ऊ चाहिँ कोलोराडो पुग्यो अब कोलोराडो चाहिँ नेब्रास्काको एडजसेन्ट ऊ हो Mm. सँगसँगै छ दुइटा एडजसेन्ट जोडिदिएको अब के भयो हामीलाई पहिलाको 20 घन्टाको यात्रा हुन्थ्यो भने अब हाम्रो 8 घन्टामा छुट्टियो क्या Mm. सो हरेक विक चाहिँ हामी भेट्थ्यौँ नै अब फेरि बच्चा पनि थिएन Wow. त्यतिखेर एक होइन नेपालमा थियो होइन Uh-huh. हरेक विक हामी 8 घन्टा ट्राभल गरेर भेट्थ्यौँ हरेक विक कि त कि त ऊ ट्रेन लिएर आउँथ्यो कि म ट्रेन लिएर जान्थेँ डेनभर कि त म ड्राइभ गरेर जान्थेँ कि त ऊ ड्राइभ गरेर आउँथ्यो कि त म प्लेन लिएर जान्थेँ उसले प्लेन चाहिँ कहिले पनि लिएन उसले प्लेन त्यो 4 घन्टा यहाँ त्यहाँ भन्नुभयो ऊ चाहिँ ड्राइभ गरेर आउँथ्यो कि मैले प्लेन लिएर जान्थेँ कि ट्रेन लिएर जान्थेँ कि हरेक हप्ता भेट्थ्यौँ क्या हामी त्यो त हाम्रो लागि हनीमुन फेज जस्तो छ अनि यति रमाइलो पनि हुन्थ्यो त्यो त्यो बेला म कोलाडो धेरै गएर भएन मैले कोलाडो मोस्ट अफ द ठाउँ पनि घुमिसकेको छु क्या होइन अनि मलाई मन पनि पर्छ कोलोराडो होइन सो एकदमै एकदमै त्यो दुवैजनाले एकदमै इक्वेली कन्ट्रिब्युट गरे जस्तो फिल Yeah. हुने कि कहिले ऊ आउने कहिले म आउने अनि त्यसपछि कुनै कुनै विकेन्ड गएन होला तर धेरैचोटि धेरै चाहिँ हाम्रो प्लानै भनेको विकेन्ड आएपछि या भेट्ने भेट्ने हुन्थ्यो क्या
अनि बिस्तारै हामीले त्यति त्यो गर्दै गएँ पछि अनि म प्रेग्नेन्ट पनि भएँ त्यसपछि चाहिँ उसले मात्रै वान वे ट्राभल गरिरह्यो त्यो लङ डिस्टेन्स सजिलो हुँदैन किनभने मेरो पनि लङ डिस्टेन्स भएको थियो होइन अब त्यसमा चाहिँ नि देयर हेज टु बी अन्डरस्ट्यान्डिङ अनि कहिलेकाहीँ चाहिँ नि कस्तो पनि लाग्छ भन्दाखेरि त्यही पोजिटिभ साइडमा हेर्न सक्यो भने कति कुराहरू त्यसले पनि त्यस्तो टफ बेलामा जर्नी बेलामा चाहिँ आफूलाई एउटा मोटिभेसन दिन्छ कन्फिडेन्स हो हजुर मोटिभेसन होइन बुस्ट त्यसले गर्छ एक्चुली हुन्छ नि त्यस्तो डिफिकल्ट टाइमलाई नेभिगेट गर्नलाई राइट एक्ज्याक्टली होइन हजुर हजुर हो अब with all of these है अब मुभिङ टु डिफ्रेन्ट कन्ट्री भन्यो आफ्नो जब छोड्ने भन्यो हस्बेन्डसँग पनि अब लङ डिस्टेन्स छोरीलाई नेपालमा पठाउने यो सबै कुराले चाहिँ नि what do you think कि life has really taught you? एकदम पेसेन्स हुनु पर्दो रहेछ एकदमै नै अब यो बे भन्दा अगाडि पनि हामी एज अ बोयफ्रेन्ड गर्लफ्रेन्ड हुँदा पनि 2 वर्ष लङ डिस्टेन्स रिलेसनसिपमा थियौँ होइन ऊ मास्टर्स गर्न आयो 2012मा अनि 2 वर्षपछि मात्रै हाम्रो बे भएको 2014मा होइन म त्यतिखेर कति आत्तिन्थेँ क्या ला कसरी भेट्ने कसरी हुन्छ हाम्रो के हुन्छ भन्थे कति आत्तिरहन्थेँ क्या अनि अब अहिले चाहिँ कुनै कुरा त्यस्तो आयो भने होइन म पहिला आफूलाई सम्झाउँछु क्या एभ्रिथिङ विल वर्क आउट क्या ह्याभ पेसेन्स म आफूलाई सम्झाउँछु क्या सो यो सबै स्ट्रगलले चाहिँ मलाई एकदमै केही सिकाएको छ भने चाहिँ एउटा चाहिँ हो पेसेन्स एकदमै नै अनि विथ टाइम एभ्रिथिङ विल वर्क आउट एभ्रिथिङ विल वर्क आउट अनि जुन कुरा तपाईँको हातमा छैन नि त्यसलाई तपाईँले स्ट्रेस लिएर टाउको दुखाएर नि केही हुनेवाला छैन क्या म अफिसमा पनि मेरो फन्डा चाहिँ अहिले त्यही छ अफिसमा पनि कुनै एउटा गाह्रो काम आयो होइन मैले गर्न नसक्ला जस्तो भयो भने होइन शान्ता इभेन्चुअली अहिलेसम्म तिमीले गरेको काममा केही पनि छैन लास्टमा गएर वर्क नगरेको क्या सो यसलाई स्ट्रेस लिएर पनि आखिर वर्कै हुन्छ स्ट्रेस नलिकन पनि त्यो वर्क बन्छ नै भने स्ट्रेस किन लिने आखिर त्यो वर्क हुन्छ नै तिमीले गर्नै पर्छ त होइन म चाहिँ अनि मेरो सोच चाहिँ सो यो सबै स्ट्रगलले कस्तो त्यो मेरो ब्रेनको वाइरिङै डिफ्रेन्ट तरिकाले गराइसकेको छ क्या अहिले चाहिँ मैले हेर्ने केही कुरालाई हेर्ने नजरिया चाहिँ होइन पहिलाभन्दा कति फरक भएर आइसकेको छ क्या सो एकदम पेसेन्स अनि त्यसपछि आफ्नो 100% दिने ठाउँमा 100% दिनु पर्यो अनि टाइम विल वर्क इट्स म्याजिक होइन अनि त्यसपछि अर्को भनेको चाहिँ हार्डवर्क अलवेज किप अप द हार्डवर्क completely agree with that अनि यो अब अहिले कामहरू आफ्नो प्रोफेसनल लाइफ बाहेक पनि यु आर अल्सो कन्टेन्ट क्रिएटर है यो चाहिँ नि कसरी स्टार्ट भयो त अब कन्टेन्ट क्रिएटर चाहिँ म भन्दिनँ होइन आई थिङ्क यु आर कन्टेन्ट क्रिएटर भनेर एकजनाले के त इवा गिरीले भने भन्दाखेरि कस्तो उछालेको थियो क्या सबजनाले सो आई कन्टेन्ट चाहिँ भन्छु बरु होइन आई मेक कन्टेन्ट इन दि सोसियल मिडिया भनेर चाहिँ भन्छु बरु कन्टेन्ट क्रिएटर भन्दिनँ भन्नु पर्यो आजकल आई गेस एभ्रीबडी युजेस दैट वर्ड राइट त्यसैले होला हैन हजुर हजुर अब यो जर्नी चाहिँ कसरी सुरु भयो भन्दाखेरि मैले त्यसै अब त्यही 2019 त्यही कोभिड ताकातिर अब त्योभन्दा अलिकति अगाडिबाट मेरो के अरे नन्दले अनि मेरो देवरानीहरूले चलाउनु हुन्थ्यो क्या अनि त्यसपछि दिदी ट्राई गर्नु कस्तो रमाइलो हुन्छ भनेर भन्नुहुन्थ्यो क्या त्यसपछि ट्राई गरेँ होइन रमाइलो लाग्न थाल्यो ए ऊ ल ठिक छ नि त ए यो भिडियोमा म्युजिक हाल्ने रहेछ अनि यो म्युजिक हालेपछि यस्तै राम्रो भयो आफ्नै भिडियो हेरेर बस्ने क्या होइन अनि बिस्तारै अब कन्टेन्ट बनाउँदै गयो सिकिँदै गयो अब एडिटिङ गर्न सिक्न थाल्यो अनि त्यसपछि सायद यो गर्यो भने चाहिँ यो चाहिँ मन पराउनुहुन्छ कि कन्टेन्ट अडियन्सले भने जस्तो फिल हुन्थ्यो होइन अनि कुनै एउटा भिडियो बनायो त्यो राम्रो वर्कआउट गर्ने यो चाहिँ ठिक हुने रहेछ भनेर अनि त्यसमा कन्टिन्युएसन गर्न थालेँ होइन मेन त मैले फर्स्टमा भनेको त मेरो छोरीहरूसँग नेपाली बोल्थेँ होइन अनि त्यही सिकाएको नै नेपाली सिकाएको नै धेरैजनालाई मन परेर चाहिँ अनि उहाँहरूले चाहिँ हामीलाई फलो गर्नुभएको थियो होइन अनि अहिले चाहिँ फेरि मलाई फेरि बच्चाहरूलाई धेरै सोसियल मिडियामा देखाउनु चाहिँ मन लाग्दैन तर मेरो जर्नी चाहिँ बच्चाहरूसँग नै उनीहरूसँग नेपालीमा कुरा गरेर यताउता गरेर नै चाहिँ सुरु भएको हो अनि फनको रूपमा नि लिन्थेँ अनि धेरैजनाले मन पराइदिनु भयो सो यहाँसम्म आइयो भनौँ न या तिम्रो भिडियोजहरू एकदमै रमाइलो हुन्छ एकदमै सिम्पल
डे टु डे हजुर कुराहरू हो हुन्छ अनि हो मलाई चाहिँ अरूभन्दा एकदमै मलाई अथेन्टिक लाग्छ कि धेरै त्यो चाहिँ सुपरफिसियल लाग्दैन एकदम जे हो त्यही हो जस्तो लाग्छ हो क्या हजुर सो किप मेकिङ दोज भिडियोज वी रियली इन्जोय हस् द्याट है हस् स्योर स्योर बिसाइड अल अफ दिज हामीले अहिले कुरा गरेकोमा नि मैले एउटा कुरा द्याट आई वान्टेड टु अल्सो टच अन वाज अबाउट युर ढलान घर रिजोर्ट पहिला चाहिँ नुवाकोटबाट ओरिजिन हाम्रो अनि पछि काठमाडौँ सबैजना आएर ड्याडीले यता सबै आफ्नो बिजनेसहरू सुरु गरेर यता गर्नुभयो अनि पछि फेरि हामी ब्याक टु नुवाकोट पनि जाऊँ भनेर अनि त्यसपछि त्यहाँ जग्गाहरू किनेर फार्मिङ गर्ने यताउता भन्ने सोच लिएर चाहिँ मेरो बुवा अनि त्यसपछि मेरो ठुलबुवा अनि मेरो ड्याडी मिलेर दाजुभाइ मिलेर ठुलो जग्गा लिएर अनि त्यसपछि त्यहाँ केही गर्नुपर्छ भन्ने सोचले फर्स्टमा चाहिँ एउटा ढलान घर पक्की घरबाट चाहिँ त्यहाँ सुरुवात गरियो होइन अनि त्यतिखेर चाहिँ टाढा टाढासम्म पनि त्यो गाउँमा कसैको ढलान गरेको घर थिएन क्या होइन सो फर्स्टमा चाहिँ त्यो ढलान गरेको घर त्यहाँ बनेको भएर चाहिँ त्यो ठाउँको नाम नै चाहिँ ढलान घर अहिले तपाईँ ए त्यो रुटमा जानुभयो भने ढलान घरमा रोकिदिनु है भन्यो भने हाम्रै घरको अगाडि रोकिन्छ क्या ए वाउ ओके अनि त्यो छ ढलान घरको चाहिँ कहानी होइन अनि यस मलाई चाहिँ अलिकति टच बेस गर्न मन लागेको चाहिँ मेरो ड्याडी अनि मेरो भनौँ न ठुलबुवा उहाँहरूले गर्नुभएको बिजनेसको बारेमा होइन जब सबै अब आफूले पहिला गर्नुभएको बिजनेस डुबेर हामीले फिनेन्सियल हार्डसिप भोग्नु पर्यो होइन त्यसपछि चाहिँ बिस्तारै दाजुभाइ मिलेर एउटा फार्मिङ एउटा कृषि गरेर होइन माछा पालन गरेर अब ट्राउट माछा है त्यो चाहिँ चिसो पानीमा बगिरहेको पानीमा फार्मिङ गर्नुपर्छ क्या अनि त्यो नुवाकोटको खोल्चो चाहिँ एकदम पर्फेक्ट ठाउँ पानीको मुहान पनि क्लिन राम्रो सफा पानी आउने अनि त्यसपछि त्यहाँको मौसम पनि चिसो जहिले पनि अब त्यो ट्राउट माछालाई चाहिने जति डिग्री सेल्सियसको पानी चाहिन्छ चिसो होइन त्यही चिसो पानी अनि एकदमै सफा फ्रेस होइन अनि माछा पालन सुरु गऱ्यौँ अनि माछा पालनबाट बिस्तारै बिस्तारै अनि दाना फ्याक्ट्री पनि खोल्यौँ दाना अनि त्यसपछि हामी चाहिँ एट वान टाइम चाहिँ एकदमै राम्रो होल्ड गरेको थियौँ क्या त्यो मार्केटलाई त्यो ट्राउट माछा अनि त्यसपछि दानाकोमा चाहिँ होइन अनि पछि त कम्पिटिसनहरू बढ्दै गयो सो धेरैजनाले त्यो व्यवसाय सुरु गर्नु भयो होइन अनि उहाँहरू चाहिँ वान अफ द बिगिनिङ फेजमा हुनुहुन्थ्यो क्या अनि त्यसपछि त्यो अहिलेको ढलान घरलाई चाहिँ त्यसपछि हामीले चाहिँ अहिले एग्रो रिसोर्टको रूपमा कन्भर्ट गरेको छौँ जहाँ चाहिँ मेरो ठुलबुवाको छोराहरू दुईजना मिलेर जेठो दाई अनि माइलो दाई शङ्कर गुनी र शिव गुनी मिलेर चाहिँ अहिले त्यहाँ रेस्टुरेन्ट अनि त्यसपछि भिल्लाहरू छ होमस्टेको लागि होइन अनि त्यसपछि ट्राउट माछाहरू आफैले माछा मारेर तपाईँहरूकै अगाडि पकाएर खान मिल्छ होइन वाउ त्यस्तो खालको हस्पिटालिटी बिजनेस चाहिँ परिणत भएको छ हाम्रो एउटा सानो सोचबाट सानो एउटा पहिलाको सोचबाट चाहिँ अहिले त्यहाँसम्म पुगेको छ सो यो फ्यामिली बिजनेसको बारेमा नि आइएम भेरी प्राउड क्या पहिला मेरो ड्याडी र ठुलबुवा मिलेर गर्नुभयो भने दाजुभाइले अनि अहिले चाहिँ नेक्स्ट पिढी मेरो दाईहरू मिलेर चाहिँ त्यही बिजनेसलाई चाहिँ कन्टिन्युटी दिँदैछ होइन बिस्तारै फार्मिङबाट अहिले चाहिँ हामी एग्रो रिजोर्ट एउटा हस्पिटालिटी बिजनेसमा चाहिँ पुगेको छौँ क्या सो यदि कसैले सुनिरहनु भएको छ नुवाकोट जानु मन लाग्यो भने चाहिँ प्लिज ढलानगढ जानु होला अनि या यस एब्सोल्युटली यु लभ देयर क्या या मैले त त्यो सुनेरै कस्तो रमाइलो लाग्यो अनि इज देयर अ वेबसाइट यस I'll be putting it on the show notes. शान्ता होइन तिम्रो भन न यो लाइफको अहिलेसम्मको एक्सपिरियन्सहरूले नि अब हजुर तिमीले लेसन्सहरू पनि आफ्नो लागि त भन्यौ होइन अब यु हेभ 3 daughters राइट हजुर what do you hope your daughters learn simply by watching you and your life एउटा त हार्ड वर्किङ आई थिङ्क दे हेभ लर्न कि मेरो मम्मी चाहिँ एकदम हार्ड वर्किङ छ भनेर उनीहरूले थाहा पाइसक्यो जस्तो लाग्छ क्या अनि अर्को भनेको चाहिँ भ्याल्युज आफ्नो मोरल जुन छ नि यदि राइट हो भने राइट रङ हो भने रङ यु हेभ टु बी एबल टु डिफ्रेन्सिएट एन्ड त्यसपछि कुनलाई चाहिँ एक्सेप्ट गर्न सकिन्छ र सकिँदैन त्यो चाहिँ आफूले फिगर आउट गर्नुपर्छ आई थिङ्क स्लोली दे आर इन द्याट फेज किनकि एउटा सिम्पल कुरा है त अब 3टा छोरी छन् होइन पहिला जेठी र माइलीको धेरै झगडा पर्थ्यो अनि त्यसपछि मैले जेठीलाई सम्झाइरहनु पर्थ्यो माइलीलाई सम्झाइरहनु पर्थ्यो होइन अब जेठी अलिक ठुलो थियो उसलाई सम्झाउनु पर्थ्यो धेरै माइली सानो थियो होइन अब अहिले ठ्याक्क उनीहरू
दुईजनालाई चाहिँ कसले रिप्लेस गरेछ मेरो माइली र कान्छीले जेठीलाई अहिले साइडमा राख्यो अब मेरो जेठीको ठाउँमा माइली आयो माइली जस्तो थियो पहिला अहिले कान्छी छ सो त्यो दुईजना बिचमा चाहिँ अब जस्तो पहिला दुईजना जेठी र माइलीको टसल पर्थ्यो कुराहरूमा अहिले माइली र कान्छीको पर्छ अब मैले कसलाई सम्झाउँछु अहिले भन्दा मैले मैले माइलीलाई सम्झाउँछु क्या उम्, अनि त्यहाँबाट चाहिँ मेरो माइली र जेठीले के सिकिसकेछ ए मम्मीले चाहिँ जे राइट हो त्यो चाहिँ गर्छ है जे रङ हो त्यसलाई चाहिँ रङ भन्छ है मैले उनीहरूलाई चाहिँ त्यो एउटा चाहिँ सिकाउन खोजिरहेको हुन्छु क्या किनकि उम्, पहिला साथी तिमी ठुलो थियौ मैले तिमीलाई सम्झाउनु पर्थ्यो बहिनी सानो थियो मैले सानोलाई कहिले पनि सम्झाएको थिइनँ सानो अब जब कान्छी र तिमी झगडा गर्छौ मैले तिमीलाई नै सम्झाउनु पर्छ क्या किनकि अब सानो कान्छीले त बुझ्दिन तिमीले बुझ्नुपर्छ सानोहरू म यसरी हुन्छ नि एक्जाम्पल दिइकन बुझाउँछु कि सो सायद उनीहरूले त्यो पनि सिकेका छन् होला जस्तो लाग्छ होइन अनि अर्को भनेको चाहिँ एकदम हेल्दी खानुपर्छ जहिले म जहिले उनीहरूको अगाडि प्रोटिन अनि फाइबर हुन्छ नि एकदमै त्यो कुरा गरेकै गर्छु अनि त्यसपछि मैले कुनै वर्कआउट गरेँ भने पनि म मेरै बच्चाहरूको अगाडि आएर उनीहरूले देख्ने गरी गरिरहेको हुन्छु क्या ताकि उनीहरूलाई थाहा छ कि वा मम्मीले एक्सर्साइज गर्छ अब मेरो जेठले के भन्यो भन्दा अस्ति आएर मम्मी वेन एभर यु आर वर्किङ आउट क्यान आई जोइन यु एन्ड वर्कआउट विथ यु उम्, भन्यो क्या अनि मैले भनेँ म त फेरि कहिले तिमी सुतेको बेलामा गरौँला कहिले के गरौँला जहिले त जोइन हुन सक्दैन होला नि त भनेर भन्दा उसले होइन वेन एभर यु आर वर्किङ आउट एन्ड आई सी यु क्यान आई कम एन्ड जोइन अनि मैले यस एन्ड द्याट्स द बिगेस्ट विन फर मी किनकि yeah, उनीहरूले बुझिसके अब वर्कआउट इज नेसेसरी भन्ने कुरा बुझिसके हो अनि हरेक मिलमा म सोध्छु के छ त छोरी यहाँ प्रोटिन के छ त फाइबर यहाँ कार्ब के हो होइन मैले उनीहरू सोध्छु उनीहरूले भन्छन् भने क्या सो यहाँ अब लिड बाई एक्जाम्पल भने जस्तो अब उनीहरूलाई चाहिँ मैले डे टु डे लाइफमा जे गर्नुपर्ने हो त्यो सिकाउनुको साथसाथै एउटा मोरल होइन अनि एउटा डिसिप्लिन एउटा ह्याबिट तिनीहरू पनि सिकाउनु खोजिरहेको छु अनि सायद उनीहरूले मबाट सिकेका छन् होला जस्तो पनि फिल हुन्छ मलाई चाहिँ अब्जर्भ गरिरहेको हुन्छ हाम्रो बच्चाहरूले हामीलाई थाहा हो नभइकन के एकदमै तर एकदमै सिकाउनको लागि अब यु हेभ टु लिड बाई एक्जाम्पल्स भने नि होइन हजुर हामीले हो जे गर्छौँ उनीहरूले देख्छौँ हामीले उनीहरूलाई एक्ज्याक्टली हेल्दी खाऊ भनेर हामीले नै अनहेल्दी खाना थाल्यो भने हो त्यो त दुईटा कुरा भयो उनीहरूले कन्फ्युज हजुर हुन्छन् हो होइन सो हजुर हजुर yeah and I'm pretty sure your daughters are they are observing and they're learning and they're so lucky. I mean Timro story is just amazing. I mean मैले नै अहिले आज हाम्रो यो भनौँ न एक घन्टाको कन्भर्सेसनमा कति कुराहरू oh my goodness how did she do that है हजुर तर त्यति गरेर मात्र होइन तिमी यहाँ अहिले आएर टु बी तिमी सिनियर इन्जिनियर भएर वर्क गरेर अब आफ्नो ब्युटिफुल थ्री डटर्सहरूलाई आफ्नो फ्यामिली रेज गरेर गऱ्यो भने दिस इज एन अमेजिङ example for a lot of moms. Sometimes, as a mom, we all go through that. के sacrifice गरौँ के राम्रो हो हुन्छ किन कसैले भनिदिन सक्दैन कसैले भन्न पनि एक्ज्याक्टली मिल्दैन कति कुरा र हो कतिचोटि हार्ड चोइसेसहरू लाइफमा बनाउनु पर्ने हुनसक्छ होइन हो हजुर But before we end our show, Shanta, is there anything else you would like to tell our listeners? मेन भनेको त अब लाइफमा स्ट्रगल त सधैँ नै आउँछ सबैलाई आउँछ कि हामीलाई पो थाहा हुँदैन त अरूको लाइफमा के चलिरहेको छ कसो चलिरहेको छ होइन मलाई कतिजनाले कमेन्ट गर्नुहुन्छ क्या वा यो लाइफ इज सो ब्युटिफुल यो लाइफ इज सो पर्फेक्ट भनेर भन्नुहुन्छ तर मेरो लाइफ पर्फेक्टै छैन क्या छैन क्या मेरो पनि कति हार्डसिपबाट गुजेर यहाँसम्म आएको छु दिने कति स्ट्रगल भयो होला कहिलेकाहीँ बुढासँग झगडा पर्यो होला त्यो त्यस्तो साना साना कुराहरू कसैले पनि देख्दैन क्या Mm, सो म चाहिँ के भन्छु भन्दाखेरि अरूको लाइफलाई वाउ भन्नुभन्दा पनि बरु आफ्नो लाइफलाई चाहिँ वाउ बनाउनेतिर लाग्नु पर्यो क्या आफूले oh, चाहिँ होइन yeah. अनि त्यसको लागि के गर्न सकिन्छ त मैले त म पनि बुढासँग पाएर कति झगडा गर्ने मान्छेमै पर्छु क्या तर अब अहिले चाहिँ ओहो मैले यो मुख यति कुरा नबोलेर मैले मुख बन्द गरेँ भने हाम्रो झगडा पर्दैन वाइ नट आई डु द्याट भनेर म त यस्तो फेजमा पुगेको आई डोन्ट वान लाइक झगडा विथ एनी वान होइन झन् बुढासँग त किन गर्नु आफ्नो लाइफ पार्टनरसँग भने जस्तो क्या म ल अनि कहिले काहीँ बुढा प्लिज है तिमी भन माझ है भनेर सुत्न गएको हुन्छ नि भोलि बिहान माझेकै हुँदैन होइन अब पहिला भावे म कराउँथेँ होला अब अहिले भावे भन्न चाहिँ भन्छु बिस्तारै बुढा तिमी त भाँडै माझेन छौ त भने भन्छु भन्न छैन
तर पहिला जस्तो म झडै हुन चाहिँ चाहदिनँ Right, कि होइन। right. अनि हो एकदम अलिकति पेसेन्ट हुन सिक्नुपर्छ। कतिखेर के बोल्ने के नबोल्ने नि थाहा पाउनु जरुरी छ होइन। किनकि त्यसले कतिपय रिलेसनहरूलाई जोगाउँछ पनि होइन। अनि स्ट्रगल गर्न कहिले छोड्नु हुँदैन। स्ट्रगल सबैको लाइफमा आउँछ। पेसेन्स हुने, हार्ड वर्क गर्ने। अनि मैले युएस आएर एउटा ठुलो सिकेको भनेको चाहिँ अलवेज आस्क है। तपाईँले मलाई केही चाहिरहेको छ तपाईँबाट भने होइन, आउनुहोस् अनि आस्क गर्नुहोस् क्या। Mm, तपाईँको एन्सर नो हुन सक्ला, तर तपाईँको एन्सर यस पनि त हुन सक्छ नि। absolutely. मैले Yeah. चाहिँ यो सिकाइसकेँ कि मेरो छोरीहरूलाई नि यस्तो बाटो भइसक्यो तिनीहरू होइन। दुईजना अब उनीहरूलाई टिभी हेर्न मन लाग्यो अरे भने होइन, अब मेरो फेरि जेठी छोरीले चाहिँ मेरो मुड एकदमै रिड गर्न सक्छ क्या। अनि सानो अहिले होइन पख अहिले होइन भन्छ होइन। अनि त्यसपछि एकछिनपछि अनि मेरो मुड अलिकति ठिक भएको जस्तो फिल भएपछि अनि गएर आउँछन् अनि क्यान वी वाच भन्छन् क्या होइन। अब मैले नो भन्यो भने नो भइहाल्यो But होइन। at least they asked. तर तर कहिले यस अनि म त्यही भन्छु कि अलवेज आस्क छोरीहरू अलवेज आस्क। मैले नो भन्यो भने नो हेर्न पाएन, तर तिमीहरूले मैले यस भन्यो भने त तिमीहरूले हेर्न पायौ नि त। सी Right, right. लाइफमा त होइन यो भनेको त सानोतिनो कुरा हो। ठुलो ठुलो कुरामा तिम्रो फिनेन्सियल पुरै ठुलो बिजनेस एम्पायर खडा गर्ने बेला छ र एउटा क्वेसन सोधेर तिम्रो यसले बन्छ भने विल यु गो आस्क नट भनेर भन्छु क्या। अनि True, यस भन्छन् क्या true. छोरीहरूले क्या। सो अलवेज आस्क त्यो पनि मैले ठुलो लेसन सिकेको चाहिँ एकदमै अलवेज आस्क। I completely agree with you. त्यो हाम्रो लाइफको कति अपर्च्युनिटिजहरू एउटा सिम्पल क्वेसनमा नै हो बसेको हुन सक्छ क्या। अनि हामीले एक्ज्याक्टली त्यो क्वेसन नसोधेर धेरै कुरा लुज गर्न सक्छौँ होइन। किनभने एक्ज्याक्टली अपर्च्युनिटिज फिर्ता आउँदैन। हो तर नि जब आफ्नो अगाडि छ त्यसमा डोन्ट हेजिटेट टु approach it with a question. एक्ज्याक्टली It's okay यस to ask a question. होइन यस र? होइन? एक्ज्याक्टली Well, thank you एकदमै so much for being here and trusting me with your story, Shanta. One thing really stayed with me today is कतिचोटि हाम्रो लाइफको नि त्यो बिगेस्ट सेक्रिफाइसेसहरू के इन्भिजिबल हुन्छ। हो जस्तै तिमीले भने जस्तै अरूहरूले हेर्दाखेरि ओहो कस्तो रमाइलो कस्तो राम्रो, तर त्यो रमाइलो एक्ज्याक्टली र राम्रोलाई पुग्नलाई कति सेक्रिफाइसेसहरू छ, हार्ड कति टाइम्सहरू वर्क छ, गर्नु पर्यो कति वर्क हजुर गर्नु परेको थियो, कति रुनु परेको थियो, कसैले हो देख्दैन राइट। सो एक्ज्याक्टली लेट्स लर्न फ्रम इच अदर। किन भन्दाखेरि आफूले भनेको जस्तो आफ्नो करियर होला, आफ्नो अकम्प्लिसमेन्ट्सहरू होला, कतिवटा बनाउनको लागि के वी हेभ टु पुट एफर्ट, हार्ड वर्क, पेसेन्स, हजुर यस ask यस why or ask how, doesn't matter, right? एक्ज्याक्टली So to everyone listening, मेरो एउटा question छ तपाईहरुलाई to reflect on. What's one sacrifice you have made that has quietly shaped the person you are today? Thank you so much for listening to Unique Path, Unique Story. If today's conversation resonated with you, I'd love for you to subscribe. Please leave us a review and share this episode with someone who might need to hear it. You can also follow along on Instagram at Unique Path, Unique Story for updates on future episodes. Until next time, take care and bye bye.